पानी हाल्नु पानी हाल्नु माता पिता तुम मेरे शरण गहो किसके प्रभु शरण गहो किसके प्रभु बिना और न दूजा तुम बिना और न दूजा ओम जय जगदीश तुम पुराण परमात्मा तुम अंतरयामी प्रभु तुम अंतरयामी पार ब्रह्मा सबै ठाउँ लैजान्छ यता पनि यता पनि ल अरू कोठा पनि आउँछ यतापट्टि कोठा पनि यतापट्टि कोठा पनि फाइलहरू गुवाउन के हुन निप्दैन कोटि देवता के समस्त कोटि भक्त जनहरू के पशुपतिनाथ के राजेश्वरी माता के माता के कालिका माता के देवी देवता के माता के माता के कोटि देवी देवता के भक्त जनहरू के जय श्री राधे ला
अब नपुगेकोले धाराबाट हाल्ने ल ल ल रोटी छोटी नलानु पर्दैन हिलो उता गइएला है उता गइएला अलि जोड्नु भाल्नु न म सकिन छौँ न हाम्रो माडमा चाहिँ परिवेश गर्दै हुनुहुन्छ र यसको अगुवाई सरस्वती आमा यहाँसम्म ल्याउनु भएको छ झर्कटी बिन्दुवासी क्लबको तर्फबाट हार्दिक स्वागत व्यक्त गर्दछौँ। पालपुर नगरपालिकाका नगर प्रमुख मुखबहादुर राउत र उपप्रमुख सञ्जीव चौधरीज्यूलाई बिन्दुवासी क्लब र बिन्दुवासी सामुदायिक दलको तर्फबाट हार्दिक स्वागत तथा आभार प्रकट गर्दछौँ। नगर प्रमुखज्यूको उपस्थिति भइसकेको छ। हामी सबैले आफ्नो आफ्नो ठाउँबाट उठेर हार्दिक स्वागत गरिदिनु हुन म विनम्र अनुरोध गर्दछु। नगर प्रमुखज्यूका साथमा पाल्दो हुने नगर वडा अध्यक्षज्यूहरू सबैलाई म प्रथम त यहाँ हार्दिक स्वागत गर्दछु। निमन्त्रणा गरेका थियौँ, अतिथिज्यूहरू आइसक्नु भएको छ। अब हाम्रो औपचारिक कार्यक्रम पनि अगाडि बढ्नेछ। आजको यस उद्घाटन कार्यक्रमको सभापतित्व गरिदिनु हुन, यसका अध्यक्षता गरिदिनु हुन म यस वडाका वडाध्यक्ष श्री रेशमबहादुर खत्रीज्यूलाई हार्दिक अनुरोध गर्दछु। अब मैले कर्मिक रूपमा आजको अध्यक्षता गर्नुभएका अध्यक्षज्यूको अनुमतिले आसन ग्रहणको क्रमलाई अगाडि बढाउँदैछु। आजको प्रमुख अतिथिको आसन ग्रहण गरिदिनु हुन नगर प्रमुख श्री लुटबहादुर रावतज्यूलाई हार्दिक अनुरोध गर्दछु। यसै गरी विशेष अतिथिको आसन ग्रहण गरिदिनु हुन नगर उपप्रमुख श्री सञ्जु कुमारी थारूज्यूलाई हार्दिक अनुरोध गर्दछु। यसै गरी वडा नम्बर 9 का वडाध्यक्ष ठाकुर प्रसाद थारूज्यूलाई अतिथिको आसन ग्रहण गरिदिन हुन अनुरोध गर्दछु। वडा नम्बर 11 का वडाध्यक्ष कर्णबहादुर थापाज्यूलाई अतिथिको आसन ग्रहण गरिदिन हुन अनुरोध गर्दछु। यसै गरी वडा नम्बर 15 का वडाध्यक्ष पतिराम थारूज्यूलाई अतिथिको आसन ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु। यसै गरी कार्यपालिका सदस्यज्यू भीमबहादुर नेपालीज्यूलाई अतिथिको आसन ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु। यसै गरी कार्यपालिका सदस्य कल्पना अधिकारीज्यूलाई अतिथिको आसन ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु।
यसै गरी कार्यपालिका सदस्य श्री लीला पाण्डेज्यूलाई अतिथिको आसन ग्रहण गरिदिन अनुरोध गर्दछु र ज्योति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षज्यू र प्रतिनिधिज्यूहरू र उहाँको समूहलाई पनि मैले सँगसँगै स्वागत गरेँ र अतिथिको आसन ग्रहणको लागि अनुरोध गरेँ। यसै गरी विभिन्न वडाबाट पाल्नुभएका वडा सदस्यज्यूहरू हुनुहुन्छ भने उहाँहरूलाई पनि मैले अतिथिको आसन ग्रहणको लागि अनुरोध गरेँ। वडा नम्बर 8 लाई बाख्रा पालन जोन भनेर चाहिँ विकसित गर्ने अभियानका साथ अगाडि बढिरहेका छौँ। यो अध्यक्षजीको अभियान हो, मेरो होइन, म साथ दिने मात्रै हुँ। तर खुसी लाग्छ यो बाख्रा जोन भयो भने पनि एउटा हामीले आफ्नो वडालाई कसरी समृद्ध बनाउने भन्ने सन्दर्भमा चालिएको एउटा कदम हो। उद्घाटन समारोहमा उपस्थित हुनुभएका सम्पूर्ण मेरा प्यारा आमा बुवा तथा दिदीबहिनी दाजुभाइहरू बुद्धिजीवी सबैमा उद्घाटन समारोहमा भव्य तथ्यका साथ उपस्थित हुनुभएकामा सम्पूर्ण सबै मेरो आमा बुवाहरू फेरि पनि भन्दैछु, आमा बुवा दाजुभाइ दिदीबहिनीहरूलाई मेरो तर्फबाट र यसवटा कार्यालयको तर्फबाट हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु र यति भन्दै 2018 सालको विजय दशमी र शुभ दीपावलीको शुभकामना दिँदै आफ्नो स्वागत मन्तव्य यही अन्त्य गर्छु। धन्यवाद। हाम्रो प्राङ्गणमा भएको दुईवटा भवनहरू छन्। एउटा वडा स्थित जनतालाई सेवा प्रदान गर्ने उद्देश्यले राज्यको संरचना अन्तर्गत रहेको वडा कार्यालय उपलब्ध गराउने उद्देश्यका साथ आधारभूत स्वास्थ्य केन्द्र प्रत्येक वडामा स्थापना भएको छ। त्यसको भवन पनि हामीले आजै उद्घाटन गर्दैछौँ र सर्वप्रथम त पानसमा बत्ती बालेर यसको उद्घाटनको सुरुवात र कर्मिक रूपमा हामीले आफ्नो नयाँ साइन बोर्ड बनाएका छौँ कार्यालयको। त्यो साइन बोर्ड खोलेर तथा रिबन काटेर सँगसँगै उद्घाटन गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। यहाँहरूलाई सबैले गडगडाट तालीका साथ उद्घाटन भयो हाम्रो भन्ने चाहिँ आत्मसात गर्दै यो आजको ठुलो एउटा पर्व जस्तै हो हाम्रो लागि। मलाई अनुभव छ, म चाहिँ एउटा नागरिकताको लागि कर्मिक रूपमा कार्यालयको मूल द्वारमा चाहिँ साइन बोर्ड
विकासका लागि यहाँ सम्पूर्ण जनताको साथ हो। यो जनताको साथले हामीले पाएको मतले हामीले तपाईहरुले दिएको जिम्मेवारी तपाईहरुले दिएको भारी हामीले राम्रैसँग बोकेका छौं र आगामी दिनहरुमा पनि हामीले यो भारीलाई हाम्रो अवधि सकिएपछि पनि हामीले यो भारीलाई सबैले सम्झिने लायक बनाउँदै यो वडालाई समृद्धि बनाउने नेपालको सुखी नेपाली समृद्धि यात्रा छ। गरिब जनताका भोका पेटहरु भर्ने भन्ने उद्देश्यका साथ तपाईहरुले देख्नु भएको छ। कोलपुरको वडा नम्बर 8 बाख्राको जुन हो, बाख्राको एउटा पकेट क्षेत्र हो। पकेट भन्ने बित्तिकै तपाई हामीले त्यहाँका गरिब जनतालाई समेट्दै यहाँका जनतालाई किसानमा आबद्ध गर्दै हरित क्रान्ति गर्ने, ग्रिनरी डेभलपमेन्ट गर्ने, हरियाली विकास गर्ने र अगाडि बढाउने कुराहरूलाई हामी साथसाथै अगाडि लैजाने छौं। र सम्पूर्ण हाम्रा कार्यपालिकाका सदस्यको तर्फबाट भन्नुपर्दा हाम्रा सम्पूर्ण कार्यपालिका सदस्य, हाम्रा वडा अध्यक्षहरू सबैको सहमति, सबैको समझदारी, हामीले कहिल्यै पनि विवाद नगरेर हाम्रा विकासका योजनाहरू छनौट गर्यौं, बजेट छुट्यायौं र त्यो बजेटलाई कार्यान्वयन गर्ने क्रममा आज हामीले यहाँसम्म गरेका छौं। र आगामी दिनमा तपाईहरुलाई हामीले भन्ने गरेका छौं हाम्रो विकासको प्रतिवेदन पनि तपाईहरुले हाम्रो नगरपालिकाबाट प्राप्त गराउनेछ र हाम्रा अभिलेख पनि नगरपालिकामा छन्, वडामा पनि छन्। अहिले हामी जनप्रतिनिधि छौं, भोलि हुँला या नहुँला हामीले एउटा बाटो देखाइदिएका छौं, बाटो कोरेका छौं। त्यो बाटो कोर्दाखेरि कति गाह्रो हुन्छ भन्ने कुरा तपाईले एउटा घरको आमा र बुवा भएर हेर्दाखेरिको सम्झिनु होला। र हामी नयाँ नेपालमा आएको नयाँ संहिताका संस्थापक जनप्रतिनिधिहरूलाई धेरै कठिनाइ थिए, धेरै झेल्यौं हामीले। हाम्रा संघर्षहरू, हाम्रा ती कुराहरू तपाईलाई भनियो भने हामीसँग धेरै व्यथाहरू छन् र ती कुराहरूलाई पछि भन्नेछु भन्दै समग्रमा यो विकासमा हाम्रो सबैको एकबद्धता छ। हामी विभिन्न पार्टीका यहाँ जनप्रतिनिधि भए तापनि हामी बीच कुनै मतभेद छैन। हामी एक ढिक्का भएर कोलपुरको विकासका निम्ति हामी अघि बढेको कुराहरूलाई यहाँलाई जानकारी गराउँदै यो वडा कार्यालयको उद्घाटन भएकोमा यो वडाकालाई धेरै धेरै शुभकामना र जनताले छिटो छरितो र कुनै पनि झन्झट बिनाको सेवा सुविधा प्राप्त गर्नलाई कुनै कसुर बाँकी रहने छैन र हामीले त्यसमा पहल गर्नेछौँ भन्ने प्रतिबद्धताका सहित हामी नगरपालिकाबाट गर्नुपर्ने वडाका हरेक क्षेत्रमा हाम्रो हात र साथ रहनेछ भन्ने मेरो भनाइ राख्दै मेरो 2 शब्द यहाँ अन्त्य गर्छु। धन्यवाद, नमस्कार। आफ्ना केही भनाइहरू सहित आजदेखि वडा उद्घाटन भइसकेको छ। केही आफ्ना मन्तव्यहरू राखिदिनु हुन नगर उपप्रमुख श्री सञ्जु कुमारी चौधरीज्यूलाई हार्दिक अनुरोध गर्दछु। आज कोलपुर नगरपालिकाको वडा नम्बर 8 ले आज यस वडा कार्यालय आफ्नै भवनमा समुद्घाटन गरेको छ, शुभारम्भ गरेको छ। यसको लागि म हार्दिक बधाई र शुभकामना व्यक्त गर्न चाहन्छु। यो वडामा हामी दोस्रो पटक हामीले वडा उद्घाटन गर्दैछौँ। पहिलो पटक हामीले अस्थायी, मलाई लाग्छ त्यही अगाडिको पल्लो भवनमा कार्यालय सञ्चालनको लागि अस्थायी रूपले भाडामा लिएर हामीले वडा चलाएका थियौँ भने अहिले आफ्नै भवनबाट सेवा प्रवाह गर्नको लागि कोलपुर नगरपालिकाले आजदेखि आफ्नै भवनबाट सेवा शुभारम्भ गरेको छ। यति मात्रै नभइकन कोलपुर नगरपालिकाका सबै वडामा वडा कार्यालयहरू आफ्नै भवनमा वडा कार्यालयहरू निर्माण भइसकेको छ। आधारभूत स्वास्थ्य केन्द्रहरू पनि निर्माण भइसकेको छ। 1-2 वडामा मात्रै निर्माण हुन बाँकी छ, त्यो पनि निर्माणको अन्तिम चरणमा छ। मलाई लाग्छ हामीले यही आर्थिक वर्षमा सबै वडा कार्यालय आफ्नै वडा भवनबाट सेवा प्रवाह गर्नेछौँ र आधारभूत सेवाहरू सञ्चालन गर्नेछौँ। यही आर्थिक वर्षभित्र यो कोलपुर नगरपालिकाको महत्त्वपूर्ण र उपलब्धिमूलक काम हुनेछ। किनभने हामी निर्वाचित भइसकेपछि एउटै कक्षमा सम्पूर्ण 1 देखि 15 वटा वडाहरू एउटै हलमा टेबल राखेर चाहिँ कार्य सञ्चालन गरेको थियो। अहिले पनि म सम्झिन्छु कोलपुर नगरपालिकाको गोलपार स्थित एउटा भवनमा 1 देखि 15 वटा वडा कार्यालयहरू एउटै वडामा वडा सञ्चालन भइरहेको थियो भने त्यहाँ एउटा सचिवले 4-5 वटा वडाहरू ह्यान्डल गर्नुपर्ने पनि अवस्था थियो। र अहिले यो अवधिसम्म आइपुग्दाखेरि आफ्नै वडा भएको छ, एउटा सचिव भएको छ। वडा सचिवलाई सघाउनको लागि, वडा कार्यालय राम्रोसँग सञ्चालन गर्नको लागि अन्य सहायक साथीहरू हुनुहुन्छ। आफ्नै वडामा, आफ्नै भवनमा वडाको आधारभूत स्वास्थ्य सेवा लिनको लागि वडा कार्यालयहरू सञ्चालन भएको छ र प्रत्येक वडामा योजनाको कामहरू गर्नको लागि
प्राविधिक पनि खटिएका छन्। पहिला एउटै प्राविधिकले 1 देखि 15 वटा 300-400 वटा योजनाहरू हेर्नुपर्ने थियो भने अहिले एउटा प्राविधिकले एउटा सिंगल वटा हेरिरहेको छ। यो मानेमा पनि हामीले के बुझ्न सक्छौँ भने विकास भइरहेको छ। हामीले योभन्दा अगाडि सङ्घीयता आइसकेपछि हामीले परिकल्पना गरेका थियौँ सिंहदरबार घर घरमा आउँछ भनेर। घर घरमा आउनु भनेको प्रत्येक प्रशासनिक काम आफ्नै वडाबाट सञ्चालन हुनु हो, जुन कुरा अहिले साबित भएको छ भइरहेको छ। यो हाम्रो लागि एकदमै महत्त्वपूर्ण हो। हाम्रो निर्वाचन भएको 4 वर्षसम्म हामीले महत्त्वपूर्ण कामको सुरुवात गरेका छौँ। कम्प्लिट भएको छैन, पूर्णता पाएको छैन, तर सुरुवात भएको छ, निर्माणको क्रममा छ। त्यो हाम्रो लागि एउटा महत्त्वपूर्ण छ। एउटा अबको आउने कोलपुर नगरपालिकालाई कसरी समृद्ध बनाउन सकिन्छ एउटा मार्गदर्शन, एउटा खाका हामीले तयार गरेका छौँ। हामी निर्वाचन जनप्रतिनिधि संस्थापन भएको कारणले गर्दाखेरि धेरै ऐन कानुनहरू, धेरै कुराहरू, कार्यालयहरू व्यवस्थापन गर्नुपर्ने थियो, ऐन कानुनहरू निर्माण गर्नुपर्ने थियो, विभिन्न कुराहरू मिलाउनु पर्ने थियो र त्यो अहिले हाम्रो निर्वाचनको अन्तिम चरणमा हुँदै गर्दाखेरि, निर्वाचित भएको अन्तिम चरण हुँदै गर्दाखेरि त्यो एउटा खाका भएको छ। खाका बनाइसकेपछि अब काम पनि हुनेछ र केही वडामा अब यही 1-2 हप्ताभित्रमा अरू वडाहरूले पनि आफ्नै वडा कार्यालय, आफ्नै भवनमा वडाका सम्पूर्ण गतिविधिहरू, सम्पूर्ण प्रशासनिक कामहरू गर्नुहुनेछ, सञ्चालन गर्नुहुनेछ। म यो कुरा यहाँहरूलाई जानकारी गराउन चाहन्छु। र आज वडा नम्बर 8ले एकदमै भव्यताका साथ आफ्नो आफ्नै भवनमा वडा कार्यालयहरू निर्माण गरेको छ। आधारभूत स्वास्थ्य कार्यालय निर्माण भएको छ। यो वडामा हामीले सबै वडामा आधारभूत स्वास्थ्य चौकी र वडा कार्यालय निर्माण गर्नको लागि जग्गा खोजेका थियौँ। सबै वडाले आफ्नो जग्गा छनौट गर्नुभयो, पहिचान गर्नुभयो, व्यवस्थापन गर्नुभयो। यो वडामा नगरपालिकाले धेरै लगानी गरेको छ। यो वडा कार्यालयको आफ्नो जग्गा पनि थिएन। हामीले जग्गाको लागि मात्रै 60 लाख खर्च गरेका छौँ। यदि यो 60 लाख मात्रै नभइकन यो त्यसको निर्माणको चरणमा पनि थुप्रै बजेट हामीले विनियोजन गरेका छौँ, थुप्रै खर्च भएको छ। यो तपाईँ हाम्रो सबैको सम्पत्ति भएको हुनाले यसको संरक्षण गर्नु पनि हामी सबैको दायित्व हुनेछ। यति कुराहरू राख्दै फेरि पनि यस आजको उद्घाटन समारोहमा उपस्थित सम्पूर्ण महानुभावहरूलाई स्वागत व्यक्त गर्दछु, शुभकामना दिन चाहन्छु। यस वडा कार्यालयबाट प्रवाह हुने विभिन्न सेवाहरू नरिसाइकन एकदमै मुस्कानसहित सेवा प्रवाह गर्न र विभेद रहित सेवा प्रवाह गर्नको लागि निर्देशन दिँदै आफ्नो कुराहरू यही अन्त गर्छु। हस्त धन्यवाद, नमस्कार। धन्यवाद नगर उपप्रमुखज्यू, उहाँले आफ्ना सार्वजनिक कुराहरू राखेर जानुभयो।
कोहलपुर नगरपालिकाको वडा नम्बर 8 को वडा कार्यालयको उद्घाटन भइरहेको छ। यस उद्घाटन समारोहका अध्यक्ष तथा यस वडाका वडा अध्यक्षज्यू, कोहलपुर नगरपालिकाका उपप्रमुखज्यू, वडा अध्यक्षज्यूहरू, कार्यपालिकाका सदस्यज्यूहरू र यो वडा स्थित विभिन्न पार्टीका वडा स्तरीय सभापतिज्यूहरू, यसै गरेर मिडियाकर्मी मित्रहरू र यो वडा कार्यालयको उद्घाटन समारोहमा उपस्थित हुने यस वडाका आदरणीय आमा बुबा, दिदीबहिनी र दाजुभाइहरू र विद्यार्थी भाइ बहिनीहरू, आज तपाईहरुको यो निकै खुसीको दिन, जसमा थुप्रै कष्टहरू पनि भोगिराख्नु भएको छ यो टन्टलापुर घाममा र पसिना चुहाएर बसिरहनु भएको छ। यसको यो एउटा खुसी हो। खुसियालीमा यो घामको पनि प्रभाव गर्नु भएको छैन भन्ने मलाई लाग्दछ। म थोरै कुरा के राखौँ भने यो देशमा निरङ्कुश पञ्चायती शासनको विरुद्धमा आजका विभिन्न दलहरू विभिन्न प्रक्रियाद्वारा पञ्चायती शासनको विरुद्धमा थुप्रै कार्यक्रमहरू, थुप्रै विरोधका सभाहरू, थुप्रै आन्दोलनहरू गर्दै गर्दा त्यो आन्दोलन सफल बनाउने भनेको, त्यो आन्दोलनमा सरिक हुने भनेको तपाईहरु नै हो। हरेक पटक हरेक आन्दोलनमा नेताहरूले आह्वान गर्ने र तपाईहरु सडकमा उत्रने र जिन्दाबाद र मुर्दाबाद गर्ने काममा तपाईहरु पनि लाग्नुभयो। त आज त्यसको प्रतिफल तपाईहरुले पाउनु भएको छ। एउटा सानो सिफारिस लिन जाँदा तपाई कोहलपुर पुग्नु पर्थ्यो। आज तपाईहरुकै घर दैलोमा सिफारिस प्राप्त गर्न सक्नु भएको छ। त्यति मात्र हैन, स्थायी रूपले सदाका निमित्त यो एउटा तपाईहरुको कार्यालयको स्थापना भएको छ, निर्माण भएको छ। त्यसको आज उद्घाटन भएको छ। त्यो तपाईहरुको हिजो बगाएको पसिनाको प्रतिफल हो। आज त्यो प्रतिफल पाइराख्नु भएको छ। यो प्रतिफलले तपाईहरुलाई ठूलो सहयोग गरेको छ र प्रतिफल तपाईहरुले चाहेका आवश्यकताका जुन सेवाहरू हुन् त्यो सबै प्राप्त भइसकेका छैनन्। बिस्तारै अब सुरु भयो। बिस्तारै सबै सेवा सुविधाहरू आफ्नो वडाबाटै तपाईहरुले पाउनुहुन्छ। अब यो वडा कार्यालयको साथै यहाँनिरै यसैसँग जोडिएको तपाईहरुको स्वास्थ्य कार्यालय, सामान्यतया बिरामीहरूको उपचार यहाँ हुने गर्दछ। हिजोदेखि भइराखेको थियो। अब स्थायी रूपले आफ्नै भवनबाट सेवा स्वास्थ्यले पुर्याउँछ। तपाईहरुले स्वास्थ्यको लाभ लिनुहुनेछ। हिजो तपाईहरुलाई यो पार्टीहरूले हामीलाई चाहिँ दौडाइरहन्छ सडकमा, जिन्दाबाद मुर्दाबाद गरेको यसको प्रतिफल कहिले पाउने हो भनेर पनि चिन्ता गर्नुहुन्थ्यो होला। त्यसको आज प्रतिफल पाइसक्नु भएको छ। यही हो प्रतिफल भनेको। तपाईको आफ्नो निजी घरमा गएर कसैले खेत जोत्दिदैन, घाँस काट्दिदैन, साँझ बिहानको समस्या हल गर्दिदैन। तपाईका ती समस्या भन्दा पनि आफ्नो जीवनमा, पारिवारिक जीवनमा आवश्यक पर्ने थुप्रै समस्याहरू यहाँबाट हल हुन्छन्।
हाम्रा नागरिकताहरू प्राप्त गर्ने यहाँ सिफारिस हुन्छ। आफ्नो स्थायी सम्पत्तिको प्रमाण यहाँबाट प्राप्त हुन्छ। हरेक संवैधानिक हक अधिकारहरू प्राप्त गर्दा पाउने सुविधाका निमित्त हुने सिफारिसहरू यहाँबाट हुने गर्दछ। त अहिले साँच्चै के भनियो भने पूर्वोक्त साथीहरूले पनि भनिसक्नु भएको छ, सिंहदरबारको सेवा सुविधा आज तपाईहरूले आफ्नो घरबाटै पाइराख्नु भएको छ। सिंहदरबारले दिने सुविधा सेवा, जनतालाई दिने सेवा आज यही आफ्नो घर अगाडिबाट, आफ्नै घर दैलोबाट तपाईहरूले प्राप्त गर्नुभएको छ। त्यो तपाईहरूकै हिजोको मेहनतको प्रतिफल हो। हामीले गरिदियौँ होइन, तपाईहरूले गर्नुभएको हो। त्यसैको प्रतिफल आज तपाईहरूले पाइराख्नु भएको छ। हिजो हाम्रा नेताहरूले, हामीहरूले तपाईहरूलाई गुहार्यौँ, सडकमा चाहिँ दौडायौँ। त्यसले प्राप्त गरेका हक अधिकारहरूको उपभोग आज गर्दै हुनुहुन्छ। यसमा तपाईहरूले खुसी प्रकट गर्नुपर्दछ। मलाई लाग्छ त्यही खुसीको यो उदाहरण हो जो आज टन्टलापुर घाममा यहाँ बसिराख्नु भएको छ, प्रतीक्षा गर्नु भएको छ। यो वडा तपाईहरूको मात्रै होइन, म पनि तपाईहरूकै वडाको बासिन्दा हुँ। अहिले केही वर्षदेखि पल्तिर अर्को वडामा गएर बसेको छु। यो वडामा हुँदा तपाईहरूकै साथमा थिएँ र अब पल्तिर गइसकेपछि ओल्तिर पल्तिरको कुरा मात्रै हो। तपाईहरूकै सेवामा म अहिलेसम्म लागिरहेको छु। पूर्वोक्त साथीहरूले भन्नुभयो, एक पटक होइन, दुई पटक होइन, 3 पटकसम्म यो नगरपालिकाको, यो कोहलपुर पहिला गाविस थियो, अहिले नगरपालिका भएको छ। यसको नेतृत्व तपाईहरूले नेतृत्व गर्ने जुन तपाईहरूले अवसर प्रदान गर्नुभयो, त्यसको लागि म कहिले पनि भुलेको छैन, कहिले पनि भुल्दिनँ। यो अन्तिम परिणामको सम्मान तपाईहरूलाई नै गएको छ। हिजोदेखि मैले सम्झिरहेको छु र यहाँको चाहिँ सम्पूर्ण जनताले सम्झि पनि राख्नु भएको छ। सबै वडाबाट म हार्दै गएको थिएँ र यो वडाले मलाई विजयको शिखरमा पुर्याएको हो। र आज तपाईहरूकै सेवामा समर्पित छु। अहिले पनि म जस्ता मान्छेहरू कोहलपुरमा आएर चिया पकाउने मान्छेहरू आलिशान 3 तला 4 तला बिल्डिङमा बसेका छन्। मैले ऐलानी प्रति जग्गामा आफ्नो भएको थोरै चाहिँ सम्पत्ति बेचेर घर बनाएर बसेको छु। मेरो स्थायी सम्पत्ति अथवा लाल पूर्जा भएको मेरो वैधानिक सम्पत्ति छैन। थोरै थियो, यही थियो, त्यसैलाई बेचेर बस्ने बास त राम्रो बनाऊ भनेर बास बनाएको हो। त्यो बास बनाएको स्थान पनि सरकारी ऐलानी प्रति जमिन हो। मैले सम्पत्ति कमाएको छैन, जनताकै सेवामा आजसम्म बिताएँ। अहिले 75 वर्षको भएँ। एक बेला तपाईहरूकै छोराछोरी पढाउने मास्टरको रूपमा यहाँ कार्यरत थिएँ। त्यस पश्चात जनताको सेवा गर्नुपर्छ भनेर म घरबाट निक्लिएँ र पार्टी मेरो नेकपा एमाले नेपाल कम्युनिस्ट पार्टी एकीकृत मार्क्सवादी लेनिनवादी पार्टीमा लागेर आजसम्म यहाँसम्म पुगेको छु। यहाँसम्म पुगाउने, त्यो पार्टीमा माथिल्लो तहसम्म पुगाउने पनि तपाईहरूकै पसिना हो, तपाईहरूकै मेहनत हो भने यो नगर प्रमुख अहिले कोहलपुरको मेयर भनेर चाहिँ यो पद हासिल गर्ने पनि तपाईहरूकै मेहनत हो र तपाईहरूले पुगाउनु भएको हो। मैले कहिल्यै बिर्सिने छैन, बिर्सिएको पनि छैन। त त्यसैको फलस्वरूप आज यो वडामा अन्य वडाको तुलनामा केही वडाहरू छन् तापनि अन्य वडाको तुलनामा यो वडामा जति विकास भएको छ गन्दै जाने हो, लगानीलाई जोड्दै जाने हो भने मलाई लाग्छ यो वडा नै अगाडि छ। तपाईहरूले गर्व गर्नुपर्छ। र अहिले यो वडा कार्यालय बनाउने कतै 1 कट्ठा जमिनसम्म थिएन। यो वडामा जे जति थियो सरकारी जमिनहरू त्यो सबै तपाईहरूकै भोग चलनमा थियो र कुनै जनतालाई रुवाउनु हुँदैन।
र सरकारी बजेटबाटै जमिन खरिद गरेर सरकार यो जनताको सेवामा आवश्यक पर्ने यो वडा कार्यालय पनि निर्माण सरकारी बजेटबाटै गर्नुपर्छ भन्ने ध्येयका साथ हामी लाग्यौं र आज सफल पनि भएको छ। वडा कार्यालयबाटै तपाईहरुले अब सबै सेवा सुविधा प्राप्त गर्दै हुनुहुन्छ। विकास निर्माणको काम यति विकास गर्दा गर्दै पनि जति हामीलाई आवश्यक छ त्यति पर्याप्त हुन सकेको छैन। अहिले हिजो हामी बजेटै थिएन, पहिलो पटक दोस्रो पटक निर्वाचित हुँदा दुई पटक निर्वाचित हुँदा हामीसँग बजेट थिएन र आज बजेट प्राप्त भएको यो देशमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान तपाईहरुकै मेहनतले जो प्राप्त भयो त्यसले दिएको अधिकार अनुसार अगाडि बढ्दै जाँदा यो संविधानकै प्रतिफल हो अथवा संविधानले दिएको यो हक अधिकारलाई प्रयोग गर्दा आज यो कोहलपुर नगरपालिकामा अरबको बजेट छ। त्यो प्राप्त गर्ने अधिकार पनि तपाईहरुले नै तपाईहरुको मेहनतले नै आएको हो। त्यो अरबको बजेट खेलाउँदै गर्दा आज यो वडामा पनि हामीले हिसाब किताब गर्दा सायद अरु वडाको तुलनामा यो वडामा बढी नै छ बजेट। त्यसकारण त्यसको फाइदा तपाईहरुले लिँदै हुनुहुन्छ। म तपाईहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु। आज धेरैले भन्ने गरेका छन्, मैले सुनेको छु र सुनाउने पनि साथीहरु थुप्रै हुनुहुन्छ। नगरपालिका हामीले निर्वाचन गरेर पठायौं, के गरे अहिलेसम्म के गरे भनेर भन्दै पनि छन् जनताहरु। भन्दै गर्दा मेरो उहाँहरूलाई जवाब के छ भने एकै पटकमा 5 वटा वर्षमा जादुको छडी आएर छु मन्त्र गरिदियो, एउटा रुमाल फाल्दियो पडेवा उड्यो, एउटा केही गरिदियो, एउटा के रे मान्छे गायब भयो। त्यस्तो त होइन नि। त्यहाँ त पैसाको खोलो बगाउनु पर्छ, अनि मात्रै पैसा लिएर आउन सक्नुपर्छ, पैसा लगानी गर्न सक्नुपर्छ, विकास हुन्छ। विकासको क्रम जारी छ, सुरुवात गरेका छौं। अब यो विकासले जनतालाई फाइदा भइरहेको छ, हुन्छ। जो बाँकी छ अब विकास गर्न, जो केही कामहरु बाँकी छन्, केही योजनाहरु चाहिँ यहाँ निर्माण गर्न, योजनाहरु सञ्चालन गर्न बाँकी छ, त्यो अबका दिनहरुमा हुन्छ। र एकै पटक हुने होइन, गर्दै गर्दा हुने हो। यही यहाँसँग राखे। र अब यो वडाका जनता साह्रै भाग्यमानी हुनुहुन्छ। लगभग तपाईहरुको मूल बाटोमा जोडिएको, लगभग गाउँको बिचैमा नभए पनि बिचै जस्तो मान्दा होले हरेक सानो काम पर्दा पनि तपाईहरु रोडमा निक्लिनु पर्ने। रोडमा निक्लिँदा रोडकै छेउमा यो वडा कार्यालय छ, तपाईको स्वास्थ्य कार्यालय यही छ। टाउको दुख्यो यहाँनिरै चाहिँ यसो घरबाट निक्लिएपछि यहाँनिरै सेवा पाइहाल्नुहुन्छ। तपाईहरु घरबाट निक्लियो, बिहानभरि चाहिँ घाँस काट्यो, आफ्नो खेत जोत्यो, 10 बजे 11 बजे आएर भात खायो, अनि फेरि भात खाएपछि एकछिन आफ्नो वडा कार्यालयमा आएर आवश्यक पर्ने आफ्ना सुविधा यहाँबाट प्राप्त गर्यो, आफ्नो कामहरु बनायो, सिफारिसहरु गरायो, फेरि घर फर्क्यो, दिउँसभरि आफ्नो काम गर्न सक्नुहुन्छ। यसैलाई भनेको हो सिंहदरबारको सेवा सुविधा अथवा अधिकार। गाउँ गाउँमा भनेको यही हो, घर घरमा कसैले पुर्याउँदैन। यो घरमै पुर्याएको हो, वडामा आइपुगेको छ। यो तपाईहरुले गर्व गर्नुपर्छ। अब अहिले कोहलपुर नगरपालिकाले गएको 77 मङ्सिर महिनाको 28 गते जनताले उपभोग गरिरहेको जग्गाको वैधानिक लाल पूर्जा जनतालाई नै उपलब्ध गराउनुपर्छ भनेर गएको सरकारले आयोग गठन गर्यो र कोहलपुर नगरपालिकाले गएको मङ्सिर महिनामा प्रदेशमा गएर सम्झौता गर्यो। सम्झौता अनुसार हामीले
15टै वडामा दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित सुकुम्बासीहरूको फारम भर्ने काम सुरुवात गर्यौं। त्यसको 15टै वडाको चाहिँ जम्मा गर्दाखेरि 16,600 करिब जनताहरूले उपभोग गर्नुभएको हामीले भेटायौं र त्यसलाई कम्प्युटरमा सेट गर्ने सरकारको माथि रेकर्डसम्ममा पनि केन्द्रीय आयोगसम्म पनि पुर्याउने काम भइरहेको छ र वडा नम्बर 1 बाट हामीले नापी कार्य पनि सुरु गर्यौं। नापी कार्य सम्पन्न भइसकेको छ। अब पूर्जा उपलब्ध गराउने विषयमा सरकारको फेरबदलले गर्दाखेरि फेरि विषयमा रोकियो। त्यसको हामीले गर्ने काम हामीले रोकेका छैनौं। नापी गर्ने काम सम्पन्न गरेपछि नक्सा तयार गर्ने काम नापीमा खटेकाहरूले गरे र अब हामी केही दिनमै वडा नम्बर 2 बाट फेरि नापी कार्य सुरु गर्दैछौं र केन्द्रीय आयोग पनि गठन भइसकेको छ तर त्यसले पूर्णता पाएको छैन। अब यो धेरै टुक्राहरू जोडेर बनेको संघीय सरकार त्यसले पनि आयोगलाई पूर्णता दिन गठन गर्न सायद कसैले मानेका छन् कसैले मानेका छैनन्। कसैको आन्तरिक कलह छ अझै मिलेर गर्ने संकेत मैले देखिरहेको छैन। अध्यक्ष र उपाध्यक्षको मनोनयन भइसकेको छ। अब त्यसले पूर्णता पाउन अझै सदस्यहरूको चाहिँ गठन हुन बाँकी छ, मनोनित गर्न बाँकी छ। कहिलेसम्म हुने हो थाहा छैन। तर पनि हामीले आफ्ना जनतालाई ऐलानी प्रति जोतेर सरकारी ऐलानी प्रति जमिन जोतेर उपभोग गरिरहेका जनताको रेकर्ड दुरुस्त गर्ने अब केही दिनमै वडा नम्बर 2 बाट नापी कार्य सुरुवात गर्ने र त्यो रेकर्डलाई सरकारको रेकर्डमा पुगाउनका निमित्त कम्प्युटरमा प्रविष्ट गर्ने काम भइरहेको छ, गरिरहेका छौं। थुप्रैले रोके, हामीले रोकेनौं। हामी जनताको काम, जनताको प्रतिनिधि हो। जनताले यिनै कामका निमित्त पठाएको हामी जनप्रतिनिधि भइसकेपछि हामीले त्यो काम रोक्दैनौं। सरकारले रोकोस् तर हामी रोक्दैनौं भनेर हामी अटोट लिएका छौं, काम अगाडि बढाइरहेका छौं। यसै गरेर हाम्रा प्रत्येक वडाहरूमा पशु पालेर दूधलाई आफ्नो व्यवसायको रूपमा अँगाल्नु भएका कृषकहरूलाई पशु सुत्केरी भत्ता सुरुवात गरेका छौं। तपाईको पशु सुत्केरी भइसकेपछि यसलाई पौष्टिक आहारहरू दिएर धेरै दूध दिने बनाउनुहोस् भनेर प्रति पशु 2000 रुपैयाँ भत्ता पनि दिने गरेको छ। तपाईँ हामीले सुनेका छौं नेकपा एमालेको सरकार 52 मा हुँदा हाम्रा वृद्ध बाआमाहरूलाई भत्ता दिन सुरुवात गरिएको थियो। तपाईहरूले हामीलाई निर्वाचित गरेर पठाएपछि हामीले पशुलाई समेत भत्ता दिने सुरुवात गरेका छौं। कतिपयले त मजाकमा उडाउँछन् होला तर पनि तपाईहरू जस्ता पशुपालक कृषकहरूलाई ठूलो यसबाट सहयोग हुन्छ र त्यति मात्रै हैन, सुत्केरी भत्ता मात्रै हैन। तपाईहरूले सहकारी कार्यालयमा दूध बेच्नु हो भने सहकारीमा बेचेर जति लिटर दूध बेच्नुहुन्छ त्यति लिटरको प्रति लिटर 1 रुपैयाँ फेरि अनुदान पनि नगरपालिकाले चाहिँ दिन सुरुवात गरेको छ। तपाईहरूले बाख्रा पाल्नु भएको छ, बाख्राको खसी बेच्नुहोस्। कहाँ? सहकारीमा चाहिँ खसी बेच्नुभयो भने प्रति किलो मासुको दरले त्यो खसी तौलेर बेच्नुभयो भने सहकारीको रेकर्ड अनुसार हामीले प्रति केजी 10 रुपैयाँका दरले प्रति केजी 25 रुपैयाँका दरले हामीले सहुलियत त्यो कृषकलाई, पशुपालक बाख्रा पालक कृषकलाई सहुलियत दिने पनि सुरुवात गरेका छौं। तर मेरो खसी 50 किलोको थियो। मैले त्यहाँ एउटा आएको थियो उतातिर खसीको मासु बेच्ने उता नेपालगञ्जको के भन्छन् बुच्चर, त्यसलाई बेचे भनेर आउनुभयो भनेपछि पाइँदैन। फेरि अलि बुझ्नु पनि पर्ला। आफ्नो वडा भित्रको कुनै पनि सहकारी संस्थामा वा पल्लो वडाको सहकारी संस्थामा गएर बेच्नुभयो,
त्यो सहकारी संस्थाले दिएको तपाईसँग बिल हुन्छ, त्यो बिलको आधारमा दाबी गर्नुभयो भनेपछि हामी प्रति केजी 25 रुपियाँका दरले हामी अनुदान तपाईहरुलाई दिन्छौं। यो किन सुरुवात गरियो त भने हाम्रा विपन्न वर्गका हाम्रा गरिब दाजुभाइ दिदीबहिनीहरूले आफ्नो दैनिक समस्याहरू हल गर्नका निमित्त, आफ्ना बच्चाको शिक्षा स्वास्थ्यका निमित्त कमसे कम आय आर्जनका लागि जाँगर लगाएर अगाडि बढ्नु पर्यो। पशु पाल्नतिर ध्यान जाओस्, सबैको पशु पाल्नुहोस् र पशु पालेपछि सुत्केरी भत्ता पशुको पाइन्छ, प्रति लिटर दुधको चाहिँ सुविधा पाइन्छ। खसी पालेर बाख्रा पालेर खसी बेच्यो भने खसीको प्रति केजी 25 रुपियाँका दरले नगरपालिकाबाट हामी सुविधा पाउँछौं भनेर तपाईहरु उत्साहित हुनुहोस् र धेरै भन्दा धेरै हाम्रा नगरवासीहरूले, वडावासीहरूले पशुपालनतर्फ अगाडि बढ्नुहोस् र कोलपुरले नगरपालिकाले दिएको सुविधा धेरै भन्दा धेरै चाहिँ नगरवासीहरूले प्राप्त गर्नुहोस् भन्ने हाम्रो अभिप्राय हो। साना किसान सुदृढीकरण परियोजना अन्तर्गत तपाईहरुको वडालाई कतिपय अलि यतातिर बस्ने, बीचमा बस्नेलाई थाहा छैन होला, उता छेउतिर बस्नेहरूले बाख्रा पालक किसानहरूले समूह गठन गर्नु भएको छ। उहाँहरूलाई एउटा एउटा बाख्रा उपलब्ध गराइएको छ। सबैले पाउनु भएको छैन होला, कर्मशै पाउनुहुन्छ र तपाईहरुलाई खोरको पनि व्यवस्था गरिदिएको छ। त्यो कुनै गैर सरकारी संस्थाले गरेको होइन। तपाईहरुले फेरि भ्रममा नपर्नु होला कि हाम्रो त महिला उपकार मञ्चले लगानी गरिदियो, यत्रो खोर बनाइदियो, बाख्रा दियो भनेर। कहिले पनि भ्रममा नपर्नुहोस्। त्यो नगरपालिकाले दिएको, त्यो महिला उपकार मञ्चका हाम्रा नगरपालिका अन्तर्गत भएका यी संस्थाहरूलाई त हामीले खटाएको हो। त्यहाँ तपाई जनताको बीचमा काम गर्नु भएको छ। महिलाहरूको समूह बनाइदिनुस् र तपाईहरुका आफ्ना छुट्टै कार्यक्रमहरू छन्, ती कार्यक्रम पनि त्यो महिलाको बीचमा ल्याउन सक्नुहुन्छ र त्यो महिलाहरूको समूह बनाइदिनु भयो भने त्यो समूहलाई हामी चाहिँ बाख्रा दिन्छौँ, एउटा एउटा हामी चाहिँ खोर पनि बनाइदिन्छौँ भनेर भनेका थियौँ। हामीले अराएको काम गर्नु भएको छ, हामीले पठाएको हो, हामीलाई सहयोग गर्नु भएको छ। उहाँहरू पनि धन्यवादका पात्र हुनुहुन्छ हामीलाई सहयोग गरे बापत। त्यस्तै हेपर इन्टरनेसनल नेपाल भन्ने छ, उसले प्राविधिक सहयोगहरू गरिरहेछ। तपाईहरुका घाँस, हिजो तपाईहरुको खेत नाङ्गो थियो, आलीका खेतका आलीहरू नाङ्गा थिए। अहिले तपाईहरुले केमु र यस्तै अन्य अन्य के जातको चाहिँ ती बाख्रालाई खुवाउनुको लागि, पशुलाई खुवाउनुको लागि घाँसको सुरुवात गर्नु भएको छ। तपाईहरुले नगरेकोले पनि गर्नुहोस्, खेती पनि गर्नुहोस्, त्यसैमा घाँसको खेती पनि गर्नुहोस्, ताकि आफ्नो पालेको एउटा दुईटा तीनटा चारवटा पशुलाई घाँसको लागि जङ्गल जानु नपरोस्, आफ्नो बारीबाटै प्राप्त गर्नुहोस्। मेहनत गर्न जान्नुपर्छ र त्यो पाउन सक्नुहुन्छ। र यसरी साना किसान सुदृढीकरण परियोजना अन्तर्गत यो कार्यक्रम पनि नगरपालिकाले नै तपाईहरुको निमित्त ल्याएको छ। त अब तपाईहरुले खुसी प्रकट गर्नुपर्छ, तपाईहरुले खुसी मान्नुपर्छ। र मैले अगाडि पनि भने एकै पटकमा जादुगरले छु मन्त्र भनेर जादु गरे जस्तो कुनै नौलो चिज तयार गरिदिइहाल्ने हुँदैन। विकास निर्माणको काम भनेको क्रमशै हुन्छ। अब तपाईहरुले चाहिँ आफ्नो अमूल्य मत दिएर हामीलाई यहाँ पठाउनु भएको थियो। पहिलो अवधिमै यी कार्यालय भवनहरू तयार गर्नुपर्ने, स्वास्थ्यको भवन तयार गर्नुपर्ने, नगरपालिकाको भवन तयार गर्नुपर्ने, एउटा वडाको मात्रै होइन 15वटा वडाको 15वटा स्वास्थ्य कार्यालय, 15वटा वडा कार्यालय तयार गर्दै गर्दा त्यहाँ पनि लगानी गर्नु पर्यो। र तपाईहरुको अन्य सेवा सुविधाका निमित्त यहाँ अहिले कोलपुर नगरपालिकामा तपाईको वडामा एकजना वडा सचिव हुनुहुन्छ, एकजना सहायक पनि पाउनु भएको छैन, के छ तपाईको आयो, एकजना सहायक हुनुहुन्छ र एकजना कार्यालय सहयोगी, यस्तै 2-3 जनाको चाहिँ स्टाफ छ। तर सिङ्गो 15वटा वडा कार्यालय र कोलपुर नगरपालिकाको भन्नुहुन्छ भने 250-300 अहिले कर्मचारी मात्रै छन्। हाम्रा बच्चाहरूलाई पढाउने, हाम्रा शिक्षकहरूको सुविधा सेवा सबै व्यवस्थापन नगरपालिकाले गरेको छ। हिजो सरकारले गरेको थियो, संघीय सरकारले, आज संघीय सरकारले होइन, तपाईहरुकै नगरपालिकाले गरिरहेको छ। सबै व्यवस्थापन शिक्षकको, शिक्षा, स्वास्थ्य, कृषि, पशु र वडा कार्यालय दिने सुविधाहरू
सबै नगरपालिकाले गरेको छ, कतैबाट आएको छैन। सङ्घीय सरकारले केवल हामीलाई नगरपालिकालाई यो देशभरिमै छरिरहेका सबै नगरपालिकाहरूलाई बजेट दिने गर्छ र त्यो बजेटले मात्रै पर्याप्त हुँदैन, प्रदेशले पनि दिने गर्छ, त्यसले मात्र पर्याप्त हुँदैन। हामीले आन्तरिक आफ्नो आम्दानी पनि गरेका छौँ, त्यो आम्दानीका स्रोत पनि तपाईँहरूकै हो। फेरि हामीले आन्तरिक आम्दानी पनि गर्छौँ। अहिले गत वर्षको यत्रो नोभल कोरोना भाइरस कोभिड-19 को प्रकोपमा पनि करिब 5-6 करोड हामीले आम्दानी गर्ने आन्तरिक स्रोत जुटाउन सफल भएका थियौँ। तपाईँहरूले विभिन्न सेवा सुविधा लिए बापतको शुल्कहरू तिर्नुहुन्छ, त्यसबाट नगरभरिमै जोड्दाखेरि व्यापार व्यवसाय गरे बापतको कर, दस्तुर र शुल्कहरू तिर्दा 6-7 करोड पनि जम्मा हुन सकेको छ। त्यो तपाईँहरूकै सेवामा हामीले फेरि बाँडफाँड गर्छौँ, विभिन्न योजनाहरूमा राख्छौँ। यसरी हामीले तपाईँहरूको सेवाको निमित्त लागिरहेका छौँ। अब अन्तमा मैले तपाईँहरूलाई के पनि भन्न चाहेँ भने तपाईँहरूले निर्वाचित गरेर हामीले जे गर्यौँ अहिले त्यो जग बसालेका छौँ, घरको जग सुरुवात गरेका छौँ। अब आउनेलाई अघि नै हाम्रो विधायक समितिको संयोजकले भन्नुभयो कि हामीले 21-22 वटा कानुन बनायौँ, नियमावली बनायौँ, कार्यविधि बनायौँ, निर्देशिका बनायौँ। सबै जोड्दा जनतालाई नै सेवा पुर्याउनका निमित्त आवश्यक पर्ने ऐन, नियम, कानुन, निर्देशिका, कार्यविधिहरू, नियमावली तयार गर्दाखेरि जम्मा जम्मी कति 107 वटा हामीले ऐन, नियम, कानुन, नियमावली, निर्देशिका, कार्यविधिहरू तयार गरेर पनि राखेका छौँ। त्यसैको आधारमा हामीले जनतालाई सेवा पुर्याइरहेका छौँ। त अब आउने निर्वाचित जनप्रतिनिधि भनेका त भाग्यमानी हुन्। अब हाम्रो पछि आउने भाग्यमानी हुन्। हामी आउँदा एउटा कागजको टुक्रा थिएन, हामीले काम कानेरबाट कसरी सुरुवात गर्ने, कसरी मिटिङ बैठकहरू बस्ने, कुन विधि अपनाउने केही पनि थाहा थिएन हामीलाई। त्यस्तो अन्यलको अवस्था पनि पहिलो पटक निर्वाचित भएर तपाईँहरूले पठाउँदा हामीले धेरै काम गर्न सक्यौँ भन्ने मलाई लागेको छ। त्यसो भएको त धेरै काम गर्ने अहिले त अनुभव केही भइसकेको छ। हामी काम गर्न सफल भइसकेका छौँ, अनुभव प्राप्त गरेका छौँ। अब भर्खर सिकिसक्दा अब अवधि पनि यता सिद्धिसक्यो। अबको सेवा फेरि पनि तपाईँहरूले आफ्नो राम्रोभन्दा राम्रो जनप्रतिनिधिलाई काम गर्ने सक्षम, योग्य, जाँगरिलो र जनताको साँच्चीकै सेवा पुर्याउँछु भन्ने व्यक्तिलाई मत दिएर अब यी सेवा सुविधाहरू अझ सजिलो तरिकाले तपाईँहरूले पाउन सक्नुहुनेछ। अब आउने भाग्यमानी मैले यस अर्थमा भनेको छु कि हामी पहिलो पटक जाँदा कुनै पनि नभएको खाली सुन्ने खुल्ला चौरमा गएको थियौँ र नगरपालिकाको कार्यालय पनि थिएन। हामी भाडामा कार्यालयमा बसेका थियौँ। तपाईँहरूलाई कतिपयलाई याद होला, त्यहाँ नगर विकास समितिका व्यक्ति जनताले बनाएका घरमा भाडामा लिएर हामीले कार्यालय सञ्चालन गरेका थियौँ। त अहिले आफ्नै कार्यालय भवन छ, नगरपालिकाको आफ्नै स्वास्थ्यको भवन छ। यी वडा कार्यालयहरू चाहिँ तयार गरेका छौँ, 15वटै स्वास्थ्य कार्यालय तयार गरेका छौँ। यसै गरी सबै त जग हामीले बसालिसक्यौँ। अबका आउने भाग्यमानीहरूले तपाईँहरूको सेवा सुविधामा राम्रो सेवा पुर्याउने छन्। यिनै कुराहरू तपाईँहरू अगाडि राखे र अब तपाईँहरूको जुन सेवा छ, सेवाको निमित्त अब तपाईँहरूले आफूलाई भाग्यमानी ठान्नु पर्दछ र आफ्नो घर दैलोबाट चाहिँ सेवा प्राप्त गर्नुहोस्। र बाँकी मैले केही यहाँहरूको अगाडि राख्नुपर्ने भए फेरि पनि यस्ता कार्यक्रमहरू हुँदाखेरि राख्नेछु। र तपाईँको यो वडाको यो तपाईँहरूको सक्रियता, तपाईँहरूको हरेक गतिशीलताले आज थुप्रै यो वडाले आफ्ना सफलताहरू हासिल गर्न सफल भएको छ। यही कुराहरू राख्दै फेरि पनि तपाईँहरूले बाँकीका योजनाहरू, बाँकीका आफ्ना कार्यक्रमहरूलाई वडा आफूले निर्वाचित गरेका वडा
का वडा अध्यक्ष लगायत वडा समितिका सदस्यहरूलाई सहयोग गर्दै अबका बाँकी दिनहरू अगाडि बढ्नुभयो भने तपाईँका वडा स्तरमा हुने प्रत्येक योजनाका कामहरू तपाईँहरूले बिहानदेखि साँझसम्म यो जनप्रतिनिधिको कर्तव्य हो, उनीहरूले हेर्नुपर्छ होइन, मेरो पनि कर्तव्य हो, मैले पनि यो योजना हेर्नुपर्छ। कहाँ कति ट्रिप ग्राभिल खस्यो, त्यसको कति पैसा हुन्छ, तपाईँहरू पनि खट्नुहुनेछ, लाग्नुहुनेछ भन्दै तपाईँहरूको पूर्ण सफलता, तपाईँहरूको सेवा सुविधामा पूर्णता आओस् र केही कमी भएका सेवा दिनका निमित्त कमी भएका आवश्यक संरचनाहरू पनि भोलिको दिनमा हामी निर्माण गर्दै जानेछौँ र तपाईँहरू भाग्यमानी हुनुहुन्छ र अहिले घरधोलेबाटै चाहिँ सेवा पाउनु भएको छ, स्थायी संरचनाहरू बनेका छन्। यिनै आफ्ना भनाइहरू राख्दै फेरि पनि यहाँहरूको अमूल्य गतिले यहाँसम्म पुर्याएर यहाँसम्म तपाईँहरूका सेवाका निमित्त आवश्यक पर्ने भौतिक संरचनाहरू निर्माण गर्दै सेवा पुर्याउँदै यहाँसम्म आउने अवसर प्रदान गर्नुभयो र आज यो कार्यालय मैले अघि नै भनेको थिएँ, यो वडा तपाईँहरूको मात्र होइन, मेरो पनि यही वडामा लामो समय बसेर मैले अहिले पल्टेर गएको छु। आज म आफैले तपाईँको यो नगर प्रमुखको हैसियतले तपाईँहरू निर्वाचित गरेर आज यहाँ निर्माण हुने हामीलाई सेवा पुर्याउने सरकारी वडा कार्यालयको स्वास्थ्य कार्यालयको पनि उद्घाटन गर्ने अवसर पनि प्रदान गर्नुभएको छ। यसको लागि सम्पूर्ण यहाँका आमा बुवा दाजुभाइ दिदीबहिनीहरूलाई धन्यवाद दिँदै आउँदै गरेको फेरि अवसर बिचमा नपर्ला, यस्तो अवसर नआउला, आउँदै गरेको बडा दशैं र आउँदै गरेको तिहारको हार्दिक मङ्गलमय सुख शान्ति समृद्धिका साथै मङ्गलमय शुभकामना टक्राउँदै मेरा आफ्ना भनाइलाई अन्त गर्दछु। धन्यवाद।
भुइँमा खुट्टा नै टेकिन्न कसम भुइँमा खुट्टा नै टेकिन्न तिमी बाहेकहरू घरमा विद्यामा साथको छैन सबैले हातमा ल्याइ ल ताली बजाइदेऊ होला ल नाच्नु है ल खोइ ताली बजाइदेऊ
झुकायो मलाई तातो पानी तिमीले भनेर सन्नानीले झुकायो मलाई तातो पानी तिमीले भनेर तातो पानी तिमीले भनेर सफल होस् अझै सफलता हासिल गर्दै जाउन् हाम्रो नगर प्रमुखज्यूबाट ती प्रतिभावान भाइ बहिनीहरूलाई नगद प्रदान गर्नुभएको छ। रु 2000 नगद प्रदान गर्नुभएको छ। यो एउटा प्रेरणाको स्रोत हो। यस वडा नम्बर 8 का वडा सचिवज्यू, यस कोलपुर नगरपालिका वडा नम्बर 8 को वडा कार्यालय नवनिर्मित वडा कार्यालयको समुद्घाटन कार्यक्रमका प्रमुख अतिथिज्यू, कोलपुर नगरपालिकाका सर्वदय व्यक्तित्व आदरणीय लुटबहादुर रावतज्यू, उपप्रमुख सञ्जु कुमारी चौधरीज्यू, वडा नम्बर 11 का अध्यक्ष कर्णबहादुर थापा, वडा नम्बर 15 का वडा अध्यक्ष पतिराम थारूज्यू, वडा नम्बर 9 का वडा अध्यक्ष ठाकुर प्रसाद थारूज्यू, कार्यपालिका सदस्य कोलपुर नगरपालिका विधान समितिका संयोजक हिम नेपालीज्यू, पूर्वाधार विकास समितिका संयोजक कल्पना अधिकारी, लीला पाण्डेज्यू र अन्य कार्यपालिका सदस्यज्यूहरू र वडा समितिका सदस्यज्यूहरू, यस वडा कार्यालय हाम्रो आँगनीमा उद्घाटन भइरहँदा यस उद्घाटन समारोहमा भव्य र सभ्य रूपले उत्साहित हुँदै हाम्रो कार्यालय हाम्रो शान भन्दै उपस्थित हुनुभएका राजनीतिक दलका पार्टी अध्यक्ष सभापति एवं प्रतिनिधिज्यूहरू, सामुदायिक वनका अध्यक्ष एवं प्रतिनिधिज्यूहरू, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलबहादुर खत्रीज्यू, विद्यालयका सरस्वती माध्यमिक विद्यालयका पराज्यू र विभिन्न सङ्घ संस्थाका अध्यक्ष एवं प्रतिनिधिज्यूहरू, बाख्रा पालन समूहका अध्यक्ष एवं प्रतिनिधिज्यूहरू र कर्मचारी मित्रहरू, हामी आज कोलपुर नगरपालिका वडा नम्बर 8 मा रहेको वडा कार्यालय र आधारभूत स्वास्थ्य केन्द्रको उद्घाटन समारोहमा उपस्थित भइरहेका छौँ। यस समारोहमा घरको कामलाई माया मारी वास्ता नगरी यो चर्को घाममा यस कार्यालयको प्राङ्गणमा आएर आफ्नो कार्यालयको अनुभूति लिइरहनु भएका सम्पूर्ण बुवा आमा दाजुभाइ तथा दिदीबहिनीहरू, यहाँहरूलाई कोलपुर नगरपालिका वडा नम्बर 8 को तर्फबाट र स्वयं मेरो तर्फबाट म यहाँहरूलाई हार्दिक नमन गर्न चाहन्छु। अभिवादन। आदरणीय
जनसमुदायहरू एकछिन यहाँलाई 2 मिनटदेखि 5 मिनट पर्खिनुको निम्ति म विनम्रताका साथ अनुरोध गर्दछु। यो समय सधैँ आउँदैन, यो समय फर्केर आउँदैन, यो समयलाई फेरि पनि कसले सोध्दैन। बेला बेलामा वडा कार्यालयको उद्घाटन पनि हुँदैन, बेला बेलामा यो हुने अवस्था छैन। यो समय र परिस्थितिले गर्दा, अवस्थाले गर्दा आज यो हुन पुगेको छ। यस उत्साहित समारोहमा उपस्थित भइरहँदा यहाँहरू धैर्य भएर बस्दिनुको निम्ति म यहाँलाई विनम्रताका साथमा आग्रह गर्न चाहन्छु। आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू, आज म अत्यन्त खुसी छु र तपाईँहरूको माझमा विगत 2074 साल सायद असार महिनाको 9 गतेको दिन थियो। त्यो दिनमा थारू गाउँको बगियामा म यहाँहरूलाई सम्बोधन गर्दै थिएँ। त्यस बेला मलाई थाहा छ, त्यो दिनमा मैले बोलेको थिएँ नेपाल सरकारको नीति अनुसार सिंहदरबार गाउँमा ल्याउने कार्यक्रमलाई हाम्रो पार्टी भनेर त्यति बेला बोलेको थिएँ, नेकपा एमाले भनेर। नेकपा एमाले पक्कै पनि यो कार्यक्रमलाई अगाडि बढाएर जनताको घर सामुमा सिंहदरबारलाई स्थापना गर्नेछ र त्यसको निम्ति म जुझारुका साथ लड्नेछु र यस वडामा जनतालाई सेवा प्रदाय गर्नका निम्ति म लडिरहेछु र पक्कै पनि मेरो कार्यकालमा म वडा अध्यक्ष भइरहँदा, मेरो वडा समिति रहिरहँदा कोलपुर नगरपालिकाका नगर प्रमुख लुटबहादुर रावतज्यू यो कोलपुर नगरपालिकाको नगर प्रमुख रहिरहँदा वडा कार्यालयको स्थापना स्थानीय जनताको कार्यालय यस वडामा स्थापित हुन्छ भनेर मैले बोलेको थिएँ र जनताका हक र अधिकारहरू सुनिश्चित हुन्छन्। तपाईँले पाएका दुःख र समस्याहरूलाई कटघरामा फालेर सुखका साथ तपाईँकै आँगनीमा कार्यालय स्थापना गरेर सेवा प्रदाय दिन हामी तत्पर रहनेछौँ भनेर म त्यो बगियामा बोलेको थिएँ। आज म खुसी छु किनकि जति बेला त्यो कार्यालय त्यस बगियामा सम्बोधन गर्दा यति नै मान्छेहरू उपस्थित हुनुहुन्थ्यो। आज पनि त्यही सिलसिलामा त्यही मान्छेहरू यहाँ उपस्थित हुनुहुन्छ र त्योभन्दा पनि बढी शानका साथ हाम्रो कार्यालय हाम्रो शान भनेर यहाँ आउनु भएको छ। यहाँलाई हेर्दैदेखि नै सामुदायिक वन बाख्रा पालन समूह सङ्घ संस्थाहरूलाई यहाँलाई धन्यवाद दिन चाहन्छु। फेरि पुनः जोरदारका साथ यहाँ सबैले आफूलाई धन्यवाद गणराजका साथ ताली लिएर धन्यवादको पात्र बन्नको निम्ति यहाँ जनसमुदायलाई म आग्रह गर्दछु। आदरणीय जनसमुदायहरू, आज हामी यस कोलपुर नगरपालिकाको अन्तिम चरणमा छौँ। कोलपुर नगरपालिकाका जनप्रतिनिधिहरू 4 वर्ष पार गरेर 5औं वर्षमा टेकिरहेको अवस्था छ र हामीले 9वटा नगरसभाहरू सञ्चालन गरिसकेका छौँ। 9वटा नगरसभाबाट विभिन्न किसिमका विकासका योजनाहरू पक्कै पनि हामीले 15वटै वडामा विरोध गरेका थियौँ र त्यही अनुसार हामी यस वडामा भए गरेका कामहरूका मूल्याङ्कन हामीले के कसरी गरेका छौँ, के कस्ता कामहरू भएका छन्, त्यो कुराहरू हामीले जानिसकेका छौँ र बुझिसकेका छौँ। आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू, यो हिसाबले भनिसक्नुभयो कोलपुर नगरपालिकाको सबै वडाहरूभन्दा अलिकति भए पनि बढी रकमहरू बजेटहरू यसमा आएको छ र विकास भएको छ र यस वडाका जनताहरू भाग्यमानी हुनु रहेछ भनेर भनिसक्नु भएको छ। ताकि हामी आज के छौँ भने यस कोलपुर नगरपालिकाको पिपरी गाउँमा यस हाम्रो गाउँको आँगनीमा यो कार्यालय उद्घाटन गरिरहँदा हामी व्यस्तताका साथ पनि आइरहँदा हाम्रा कुराहरू बुझ्नका निम्ति सुन्नका निम्ति पनि पक्कै उत्साहित हुनुहुन्छ होला जस्तो लाग्छ मलाई। यही कारणले यहाँहरू उपस्थित हुनुभएको छ। आदरणीय जनसमुदायहरू, मैले भन्ने गरेको थिएँ सुरुदेखि नै कोलपुर नगरपालिकामा राम्रो काम गर्नको निम्ति म तत्पर छु र तपाईँको साथ र सहयोगले म पक्कै पनि अगाडि बढ्ने अवसर पाउनेछु र त्यो अवसरलाई मार्गदर्शनको रूपमा तपाईँले दिएका सुझावहरूलाई लिनेछु भनेर भनेको थिएँ। आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू, यही सिलसिलामा आज साँच्चै भन्ने हो भने बोल्दाखेरि घमण्ड गरेर बोल्यो कि भन्ने जस्तो कुराहरू हुन सक्छन् र यी कुराहरूलाई मनन गर्ने अवस्था पनि आउन सक्नेछ। जसले जेसुकै भनोस्, जस्तो सुकै गरोस्, आजसम्म जो दुनियाँमा यस वडामा भएका कामहरू
यो दुनियाँमा योभन्दा पहिला न कहिले भए न योभन्दा अब पछि हुनेछन्। यो कार्यकालमा जति विकासका योजनाहरू जति योजना बजेटहरू विनियोजन भएको छ यो हुन सक्ने अवसरहरू अब छैनन्, किनभने कसैले पनि यो काम गर्न सक्ने स्थिति छैन। यो घमण्ड पनि होइन मेरो यो भनाइ हो। तर के हो भनेपछि यस्ता बजेटहरू ल्याउनको निम्ति काम गर्ने ठाउँ र स्तरहरू हुनुपर्छ। त्यो ठाउँको अब छैन, त्यो ठाउँहरू हामी बाँकी राखेका छैनौँ। वडा कार्यालय हामीले भवन बनाउनुको निम्ति ओलपुर नगरपालिकाबाट पहिलो चरणमा 60 लाख र पछिल्लो चरणमा 24 लाख रकम विनियोजन गरी ओलपुर नगरपालिकाले 84 लाखमा यो हामीले जग्गा खरिद कार्य गऱ्यौँ। र दोस्रो कुरो भने यस वडा कार्यालय बनाउनको निम्ति 54,51,154 रुपियाँ 67 पैसा लागतमा यो चाहिँ भवन तयार भएको छ। र यसले गर्दाखेरि यही कार्यालयमा हामी लगभग 1.5 करोडको उसमा पुगेका छौँ। हाम्रो विद्यालय 2 तला 8 कोठे भवन नयाँ पुरानो 2 कोठे र अब फेरि 4 कोठे भवन बन्दैछ। 67,331 रुपियाँमा हाम्रो टेन्डर भइसकेको छ। शीतलनगर, सुन्दरनगर, राप्तीनगर भन्ने एरियामा हामी गत वर्ष 900 मिटरको बाटो बनाउने त्यहाँ ठाउँ थियो र 900 मिटर नाली बनाउँदा 1 करोड 45 लाखको लगानी टेन्डरमा हामी त्यहाँको बाटो नै निर्माण कार्य गरिसकेका छौँ। त्यस्तै गरेर हामी आधारभूत स्वास्थ्य केन्द्र 34 लाखमा हामी यो तयार गरेका छौँ र विभिन्न ठाउँका बाटाहरू पुल पुलेसाहरू र पक्की बाटाहरूमा रकम ठुला बाटाहरूमा रकमहरू विनियोजन भएको छ र 3 वर्ष सम्पन्न भइसकेका छन्। त्यसकारणले मैले भन्न खोजेको के हो भने अबका दिनमा आउने वडा अध्यक्षले यो काम गर्न सक्ने हैसियत कसैले पनि राख्न सक्दैन, त्यो गर्न सक्दैन। भोलिका दिनमा मलाई तपाईँहरूले जबरजस्ती गरेर मलाई वडा अध्यक्ष बनाएर पठाउनु भएछ भने यो बजेट ल्याएर काम गर्न सक्ने मसँग हैसियत हुन्छन्, किनकि काम गर्ने कार्य गर्ने स्थानहरू सबै बल्ल भइसकेका हुन्छन्। डुडुवा तटबन्ध यो वर्ष सम्पन्न हुँदैछ। सानो डुडुवामा पुल बनिसक्यो, मन्दापुर जाने बाटो पुल बनिसक्यो, नयाँ बस्ती जाने सडक कालोपत्रे बनिसक्यो, शीतलनगर सुन्दरनगर नहर गर्ने बाटो 60 लाखको कालोपत्र यसै वर्षको कालोपत्रलाई टेन्डर भइसकेको छ। आधारले जनसमुदायहरू बाबनगर चोकमा जाने बाटो पनि कालोपत्र भइसकेको छ। अब यस पिपली चोकदेखि नयाँ बस्तीसम्म बाटो कालोपत्र भएको छ। अब रिहाटोलको पल्लो छेउबाट पुनः 14 नम्बरबाट हामी यो वर्ष कालोपत्र सुरुवात गर्दैछौँ र अब मन्नापुर जाने वर्ष 14 लाखको टेन्डर यो वर्ष हामीले खोलिसके 14 लाखमा 1,67,000 थप गरेर 15,67,000मा मन्नापुरको बाटो हामी कालोपत्रको टेन्डरमा खोलिसकेका छौँ। आधारले जनसमुदायहरू यसले गर्दाखेरि हाम्रा बाटाघाटा पुल पुलेसा कुलो नाला खाली खोला तटबन्धहरूका कार्यहरू हामीले नै सम्पन्न गर्ने अवसर पाउने, यो अवसरलाई सदुपयोग गर्ने अवसर तपाईँहरूले दिनुभएको, यो तपाईँहरूले दिनुभएकोमा आदरणीय जनसमुदायलाई फेरि म धन्यवाद दिन चाहन्छु। किनभने तपाईँहरूले दिएको अवसरले आज हामी बोल्ने अवसर र गर्ने अवसर पाएको छु र त्यो अवसरलाई सदुपयोग गरेको छु। आज साँच्चै भन्नुपर्दा आज यो जमाती हुन्छ, कहिले त साथी वडा कार्यालय बनाउँदा एक्लै पनि हुन्छु। रातिको 11 बजेसम्म बसेर तपाईँको कार्यालय हाम्रो कार्यालयलाई व्यवस्थापन गर्न नदी ड्युटी लगाएर बस्छु। आदरणीय जनसमुदायहरू साँझको छाक र बिहानको छाक नखाएर तपाईँको कार्य गर्नको निम्ति तपाईँले पठाएको जनप्रतिनिधिको हैसियतले तपाईँको कार्य गर्ने क्षमता राखेर सफल भएको छु र यो सफल बनाउने सबै जिम्मेवारी तपाईँको। र अब आगामी दिनहरूमा हुने रणनीतिहरू हामी गर्दैछौँ। अब ओलपुर नगरपालिका वडा नम्बर 8 को चिनारी हामी आज यसै उसबाट चिनारी बनाउनको निम्ति वडा नम्बर 8 को पिपिली चोकमा हामी प्रवेशद्वार बनाउँदैछौँ। त्यो प्रवेशद्वारको उपभोक्ता समिति म अघि भर्खरै सुरुमै यहाँ घोषणा गर्न चाहन्छु। यसमा लागत रकम विनियोजन गरिएको छ रु 3 लाख। यसमा इन्द्रप्रसाद गौतमजीको अध्यक्षतामा उहाँलाई यहाँको समाजसेवी पनि हो, उहाँको पुरानो राजनीतिक कर्मी पनि हो, उहाँ बुद्धिजीवी व्यापारी पनि हो। त्यसले उहाँलाई पहिला पनि उहाँले काम गरेका उदाहरणीय कामहरू छन्। त्यसैको नाताले उहाँलाई मैले अस्ति आग्रह गरेँ तपाईँले चाहिँ पिपली चोकमा वडा नम्बर 8 को प्रवेशद्वार गराइदिनको निम्ति मैले अनुरोध गरेको थिएँ र उहाँले स्वीकार गरी आज यसै उद्घाटन कार्यबाट पहिलो चरणको उपभोक्ता समिति गठन गरेका छौँ। अध्यक्ष इन्द्रप्रसाद गौतम, सचिव पलमान खड्का, कोषाध्यक्ष जानुका पौडेल, अनि सदस्य प्रेमबहादुर ओली, सदस्य सुमित्रा चौधरा बानिया, अनि सदस्य तुलसी देवकोटा र घनश्याम यादव
7 सदस्य समिति बनेको छ। यहाँ सदस्यहरू यो समितिले पक्कै पनि कोलपुर नगरपालिका वडा नम्बर 8 को प्रवेशद्वारको चिनारी बनाउनेछ र कोलपुर नगरपालिकालाई प्रष्ट रूपमा अबको वडा नम्बर 8 बनेर पक्कै पनि उहाँले सहयोग गर्नुहुनेछ र मैले सुरुवातमा उहाँलाई धन्यवाद दिन चाहन्छु र अग्रिम पनि बधाई दिन चाहन्छु। उहाँको कार्यकालले उहाँहरूले पक्कै पनि यो वडालाई बनाउने जबरको गरेर अगाडि बढ्ने व्यक्तित्व हुनुहुन्छ। त्यसले गर्दाखेरि यहाँलाई फेरि पुनः बधाई दिए यो कागज यो चाहिँ माइक हस्तान्तरण गरे। आदरणीय जनसमुदायहरू र हामीले गरेका कामहरू सायद गर्न नसक्नु पनि सायद कसैलाई चित्त दुख्न सक्छ, कसैको मन दुख्न सक्छ। यहाँ कता कता के सुन्ने गरेको छु कि वडा अध्यक्षले आफ्ना मान्छे केही मान्छेलाई बोकेर हिँड्ने गरेको छ भन्ने कुराहरू सुन्न पनि आउँछ। यो कुराहरू पटक पटक दोहोरिने कुराहरू हुन्छ। यी कुराहरू किन आउँछन्, कसरी आउँछन्, यो किन गरिन्छ, म यहाँहरूसँग सुन्न चाहन्छु र बुझ्न पनि चाहन्छु। आदरणीय चाहिँ यो कुराहरू के हो भने आज यस वडामा काम गर्ने सिलसिलामा लाग्दै हिँड्दै काम गर्नेमा सहयोग गर्नेको सहयोगहरूको अभाव छ, सहयोगीहरूको धेरै अभाव छ। म पहिल्यै फुर्किलामा यस वडामा वडा अध्यक्ष बनेर आउने बित्तिकै मैले सुरुवातमा ढुङ्गाको गाँस लिनुपर्ने अवस्था आएको थियो र मैले सबैसँग सहकार्य गर्दै मिलाउँदै जाँदै गरेँ र हिँड्दै गरेँ। यो अवस्थामा एकैछिन नबोल्दै आज आग्रह गरेँ भने यो सिलसिलामा दुःख र कष्टका उहरू भए। आज मैले एउटा कुरा के हो भने यस वडामा कोलपुर नगरपालिका वडा नम्बर 8 को विकास गर्ने क्रममा र कुनै पनि यताउता दायाँ बायाँ नगरेको अवस्थामा पिपरीमा रहेको वडा नम्बर 8 को सरस्वती चोक भन्ने ठाउँ छ। सरस्वती चोकको स्तम्भ बनाइयो, जबकि कोलपुर नगरपालिकाको यो चिनारी हो, त्यहाँ एउटा सरस्वतीको मूर्ति पनि माथि राखिएको छ। त्यो ठाउँलाई पार्क बनाइएको छ र त्यही ठाउँमा काम गर्ने सिलसिलामा अख्तियारमा मुद्दा हाल्ने हाम्रा वडामा साथीहरू हुनुभयो। तर मैले समय आएपछि के बताउनेछु, यी साथीहरूलाई मैले छोड्नेवाला पनि कुनै पनि हालतमा मेरो कार्यकाल सकिएको पहिलो झड्का भनेको उहाँको कलरमा हुनेछ। यो त मैले पक्कै पनि हिजो पनि घोषणा गरेको छु, भोलि पनि घोषणा गर्छु, पर्सि पनि घोषणा गर्नेछु। र यति बेलामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा मुद्दा लिएर मलाई अख्तियारमा मुद्दा खेप्ने गराइयो। विकास गर्ने विकास प्रेमी मान्छेलाई मुद्दा खेल्नु भयो, जबकि आफ्ना कामहरू आफूले गरेका कामहरू कस्ता छन् के छन् भने नबुझ्ने साथीहरू पनि हुनुहुन्थ्यो र केही साथीहरूले बदमासी गरेर एउटावासी बनाउने मुद्दा भयो र मैले 9 महिनामा त्यो मुद्दा खेपेर आखिरी मुद्दा सफल भएँ र सरस्वती पार्क निर्माण गर्ने कार्य पनि सकियो, सम्पन्न भएको थियो। त्यसले गर्दाखेरि यहाँलाई म विनम्र साथ अनुरोध गर्छु, यो वर्ष हाम्रा कार्यहरू धेरै त छैनन्, धेरै कामहरू हामीले टेन्डर मार्फत गराउँदैछौँ। अब यो गेट निर्माण र विद्यालयको पनि गेट निर्माण छ, त्यो र 2-4वटा उपभोक्ता समिति बनाएर ग्राबिल गर्ने जमर्को पनि गरेका छौँ, जहाँ साना बाटाहरू, छिद्रा बाटाहरू, टोलमा घुसेका छुटेका बाटाहरू, 1 घर 2 घरमा छुटेका बाटाहरू छन्, जहाँ 2 मिटर 3 मिटरका बाटाहरू छन्। आदरणीय जनसमुदायहरू तपाईँहरू यो वर्ष पक्कै पनि यो मङ्सिरको महिनामा कुनै ठाउँमा पनि मेरो बाटोमा कच्ची माटो छ, मेरो बाटोमा गराबिल छैन भन्ने ठाउँ पाउनु हुने छैन। यहाँहरूको प्रत्येक घर दैलो ढोकामा म गराबिल हालेर मेरो वडा समितिले गरेर तपाईँको घरमा अनुगमन गरेर पक्कै पनि काम सेवा गर्नेछ र त्यसमा म आफू नै खट्नेछु र अनुगमन गरेर काम गर्नेछु। पक्कै पनि हामीहरू स्वाभिमानी बन्नेछ। अब रह्यो कुरो हाम्रो यस वडामा अब बाँकी धेरै नै छैनन्। बिजुली बत्तीका कामहरू छन्। अनौठोको कुरो के हो भने हामी हिजोका दिनहरूमा आज उदाहरणीय काम बनिरहेका छन्। यही छोटोमा अन्य वडामा म आज सायद अन्य वडाका वडाध्यक्ष अन्यलाई 30 लाख थियो होला यो विषयमा। अन्य वडामा के गरिएको छ भने एउटा पोल हटाउन नगरपालिकाको कार्यपालिकाको बैठकमा पोल हटाउनु पर्यो भने निवेदन दिइएको छ, त्यसमा त लाखौँ रुपियाँ माग गरिएको छ। त्यो ठाउँमा अब के भन्छ विद्युत प्राधिकरणले त्यत्तिकै पोलहरू उठाइदिँदैन, उहाँहरू सार्ने जमर्को जानुपर्छ। र मैले यहाँहरूको सुझाव र सल्लाह अनुसार म यहाँबाट काठमाडौँसम्म पुगेँ, विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा पुगेर उदाहरणीय काम यहाँ यो बाटो हेर्नु, शीतलनगरको हेर्नु, बाबनगरको बाटो हेर्नु, यसमा केन्द्रीय योजनामा पारेर बिजुलीका पोल फालेर 20,000 30,000 40,000 तिर्नुभन्दा बरु पोल नै नयाँ माग गरौँ, लाइनै छैन भनेर त्यहाँ गएर मैले त्यो योजना माग गरेँ। केन्द्रबाट योजना पारेर बिजुली बत्तीका 4 फेज लाइन भएका ठाउँमा पनि बिजुली बत्तीलाई कालो लाइन
विस्तार गरिएको छ र ती बिजुली पोलका पोलहरू बाटोमा परेका पोलहरू विद्युत प्राधिकरणले आफै गाँसेको छ र अन्य ठाउँमा ती पोलहरू उठाउनलाई 12 बजिरहेको छ आदरणीय जनसमुदाय र त्यसरी यहाँहरूको सेवा र सुविधामा खटिँदै अप्ठ्यारो पर्दै मैले दुःख र सुखमा अप्ठ्यारोमा यहाँहरूको निम्ति लड्दै घुम्दा पनि मैले सहयोग पाउन सकेको छैन र मैले यत्रो वर्षसम्म 4 वर्षसम्म गरेँ एउटा एकजनामा आज तपाईँहरूसँग नरहेर को छ भने तपाईँहरूसँग नभनेर को छ भने कुन व्यक्तिले कसले भन्नुभयो मेरो बाटो गराबेल छैन मेरो बाटो अप्ठ्यारो भयो यो चाहिँ मलाई चाहियो भनेर कसैले पनि भन्नु भएन जहाँकि व्यक्तिगत स्वार्थभन्दा अर्को कुनै पनि ल्याउनु भएन आदरणीय जनसमुदायहरू आज रेशम खटीले काम गरिरहँदाखेरि बाटो र घाटो पुलेसाहरूमा विभिन्न किसिमका लाछना रोडहरू लाउने कार्यहरू भइरहेका छन् यो कुराहरूलाई हामीले मनन गर्नुपर्छ बुझ्न जरुरी छ आज भ्रष्टाचार गरिएको हो भने प्रक्रिया गर्न जानुपर्छ पठाउनुपर्छ आजका सानातिना कुराहरूमा अल्झेर बल्झेर यी कुराहरूलाई गर्नु हुँदैन उदाहरणले कामहरू गर्दै जनताको सेवामा समर्पित हुँदै जनताका सेवामा खर्दा पनि विभिन्न किसिमका लान्छनाहरू भोग्न पाउँदा चित्त दुख्दो रहेछ यी चित्त दुखाउने कामहरू हुँदाखेरि आत्मगलानी हुनेछ त्यसै कारणले मैले के भनेको छु भने अब म आठवटाबाट म राजनीतिको संज्ञा लिन्छु भनेर म चाहिँ राजनीतिको संज्ञा लिनु उसमा सोधमा गइरहेको छु आउने साथीहरू आउनु होला गर्ने साथीहरू गर्नु होला त्यो केही छैन तर जनताले यति माग गरेको खण्डमा जनताले हात उठाएको खण्डमा रेशम खटीले तपाईँहरूको सेवामा समर्पित हुनेछ फेरि पुनः एकवटाको अध्यक्ष उम्मेदवार रेशम खटी बन्छ तपाईँहरूले माग गर्नुभयो भने यदि तपाईँहरूले माग गर्नु भने रेशम खटी जान्छ यसले गर्दाखेरि यहाँहरूमा विनम्रतासँग अनुरोध गर्न चाहन्छु मैले फेरि हामी आज काम गर्ने सिलसिलामा यहाँहरूको साथ र सहयोगको अपेक्षा गर्न म चाहन्छु हामीलाई सहयोग गर्ने हाम्रा कोलपुर नगरपालिकाका नगर प्रमुख यसै वडामा हिजोका दिनमा यही सप्तरी माध्यमिक विद्यालयमा शिक्षा दिँदै हुन्थ्यो र त्यसै सिलसिलामा यही ठाउँमा बसोबास गरेर अहिले कोलपुर नगरपालिका वडा नम्बर 10मा बस्नुभएको छ हाम्रा कामहरू हामीले भनेका प्रशस्त मार्ग कार्यपालिकाबाट पास गरेर हामी केही भएको बजेट अगाडि ल्याउने वातावरण बनाइरहेका छौँ त्यो गरिरहेका छौँ र यही सिलसिलामा हामीले कामहरू भइरहेका छन् आदरणीय जनसमुदाय र आज हामी जनताको निम्ति दुःख कष्ट सहेर अप्ठ्यारो उसमा रहेर काम गरिरहँदा बाख्रा पालन सब भयो र बाख्रा पालन जुन क्षेत्रमा बगैँचा क्षेत्रमा घोषणा गरियो र आज यसको वडामा 240 बाख्रा वितरण गरेको छ 13वटा बोकाहरू वितरण गरेको छ र 70वटा ठुला र साना मिलाएर 70वटा बाख्राका खोरहरू बनाउनको निम्ति अनुदान दिएको छ 47वटा खोरहरू ठुला बनेका छन् 35,000 को दरले हामीले डिभिजन गरेका थियौँ र 35,000 को दरले कन्टिन्जेन्सी समेत कटौती नगरेर तपाईँको हातमा उपभोक्ता समितिले वितरण गरेको छ र उहाँहरूले मैले पटक सल्लाह लिएको र अरू बाँकी 23वटा खोरहरू अन्य खोरहरू पनि साना खोरहरू 15,000 20,000 10,000 पर्ने खोरहरू पनि हामीले त्यसो गरेका छौँ ओडाबाट सिफारिसको साथमा खोरहरू बनाउने कार्यहरू गरेका छौँ र यति हुँदाहुँदै हामीले विभिन्न किसिमका कृषकहरूलाई मलबिउको उसको हामीले सिफारिस गरेर पठाएका छौँ आज हामी के छ भने हामी कोलपुर नगरपालिकाको वडा नम्बर 8मा बस्दै गर्दा हामी यस ठाउँमा रहँदा हामी किसानहरू आज के छ भनेपछि मुट्ठी बाँधेर घरभित्र बस्ने अवस्था आएको छ आदरणीय जनसमुदायहरू म तपाईँहरूसँग प्रत्येक पटक विनम्रताका साथ अनुरोध गरेको थिएँ तपाईँको घर बस्ती टोल स्तर बस्ती स्तरमा पुगेर पनि तपाईँहरू कमसे कम एउटा समिति बनाउनु समूह बनाएपछि कृषि समूह बनाएपछि कृषि अनुदानका बाटाहरू खुल्छन् र हामी सिफारिस गर्छौँ र कृषिको लागि हाम्रो हात माथि बढ्छ जत्र भने हामी यसबाट लम्किँदैनौँ भन्ने कुराहरू हामीले पटक जनायौँ जानकारी पनि गरायौँ तर किन कन्जुसाइ हुन्छ किन हामीले उपभोक्ता किन हामीले समूहहरू गठन गर्दैनौँ यो समूहहरू गठन गर्नको निम्ति तपाईँहरूलाई मैले प्रत्येकचोटि भनेको छु तपाईँहरू 10 देखि 11 जनाको समूह बनाउँछु म त्यो ठाउँमा आउँछु र तपाईँहरूलाई त्यो बनाउनको निम्ति म सहयोग गर्छु दर्ताको निम्ति म सहयोग गर्छु नगरपालिकामा हाम्रै वडाको तर्फबाट भीम नेपाली त्यहाँ बस्नुभएको छ उहाँले तपाईँहरूलाई सहयोग गर्नुहुन्छ नगरपालिकामा वडाबाट सिफारिस गर्ने काम र टोलबाट गर्ने काम मैले गर्छु भन्दा भन्ने पनि कामहरू हुन सकेका छैनन् त्यस कारणले हाम्रो कोलपुर नगर कृषि नगर पर्छु विभिन्न शाखाबाट पाउने सेवा सफाइहरू सेवा सुविधाहरूबाट हामीहरू के छ नि हामी हाम्रै कारणले आफ्ना कारणले हामी वञ्चित भएका छौँ यो वञ्चितबाट रोकिनको निम्ति तपाईँहरू एक्टिभ हुनुपर्ने जरुरी छ आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू
तर भोलिका दिनहरूमा आज 4 वर्ष बितिरहँदा अप्ठ्यारो महसुस के भएको छ भने एउटा किसानले म तरकारी खेती गर्छु र एउटा किसानले म यो गर्छु भनेको छैन। यसको तरिका कसो हो, कसरी गर्ने भन्ने कुराहरू छैन। तर किन यो हुँदैन? आज हामी आत्मनिर्भर बन्नको निम्ति, हामी भोलिको निम्ति आर्थिक कृषि क्रान्ति गर्नको निम्ति पनि हामीहरू किन अगाडि बढ्दैनौँ? किन हामीले हाम्रो ओर्छन्? आज हाम्रा सन्ततिहरूले दुःख पाइरहेको यो अवस्थामा, यो घडीमा हामी किन बोल्न सकिरहेका छैनौँ? हाम्रा सन्ततिहरूको निम्ति हामी सधैँ जागिर जागिर भनेर के खोज्छौँ? हामी एउटा 5 कठा 4 कठा 3 कठा 2 कठा जग्गाहरूलाई घेरबार गरेर नगरपालिकाले दिएका सेवा सुविधाहरूलाई मर्यादित रूपमा आफ्नो आत्मसात गरेर समिति बनाएर काम गर्न सक्ने अवसरहरू छन्। यी अवसरहरू हामी गुमाइरहेका छौँ। हामी ताकि हामी 3000 देखि 5000 को जागिर गर्नको निम्ति हामी तयार छौँ। तर के छ भने वार्षिक 5 लाख रुपियाँ आम्दानी गर्न हामी पन्जिसकेका छौँ। उदाहरणीय कुरोमा आज मैले यो कुरा गर्नु हुँदैन थियो। यहाँ सायद कसैलाई ठेस लाग्न सक्छ, साथीहरूलाई यसले यस्तो कुरा बोल्नु हुँदैन थियो भने म वडा अध्यक्ष, मेरो घर तपाईँले देख्नुभएको छ, नयाँ बत्तीमा गएर म बसेको छु र म किसान भनेको छु र मैले अहिले 1 वर्षको सिलसिलामा 18वटा खसी बेचे सबै गरेर। अहिले पनि मसँग 9वटा बोका र 3वटा बोकेर बाख्रा र पाठा छन्, लगभग 12-11वटा छन् र अहिले पनि मसँग 50वटा हाराहारीमा तपाईँको फाइटर कुखुरा जातिका विभिन्न प्रजातिका कुखुराहरू पालन गरेको छु र 30वटा उत्पादन भएका 1 वर्षको सिलसिलामा 185 फाइटर कुखुराहरू बेच्न सफल भएर 18-19 लाख खसी बेच्न सफल हुँदा एक खसीको 14,000 रुपियाँ नाफाका दरले जोड्नु त कति नाफा हुन्छ? एउटा फाइटर कुखुरा, जोडी फाइटर कुखुरा रु 4,000 देखि रु 5,000 बिक्री गरेको छु। मैले आफै जान्छु जङ्गलमा, तपाईँको ढकेलीको जङ्गलमा गएर आफै घाँस काटेर मोटरसाइकलमा लिएर खसीलाई घाँस लगाएको छु। भनेपछि त्यो सिक्ने कि नसिक्ने हाम्रा आम समुदायले हाम्रो आर्थिक पाटो यो हो भन्ने कुरो। वार्षिक 6 लाख रुपियाँ मेरो बचत छ। ल हेर्नुहोस् त, हुँदैन, नगरेपछि हुँदैन, गरे हुन्छ। त्यसले गर्दाखेरि आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू विनम्रता साथ म अनुरोध गर्न चाहन्छु, यहाँहरूले मैले भनिरहेका कुराहरूलाई सुनिरहनु भएको छ, के बुझिरहनु भएको छ या बुझ्नु भएको छैन? बुझिरहनु भएको छ भने अब आउनुहोस्, वडाकारले म तपाईँलाई दिने सुविधा कसरी दिने, सिफारिस कसरी दिने, तपाईँको खोर व्यवस्थापन अथवा कुनै पनि गर्ने बेलामा तपाईँको फर्म दर्ता गर्ने बेलामा के चाहिन्छ, आवश्यक पर्ने कागजातहरूको प्रक्रिया मिलाएर म नगर कृषि नगर पशु शाखा यी शाखामा पुर्याउने जिम्मेवारी हाम्रो वडा समितिको हुन्छ र त्यो वडा समितिलेबाट तपाईँहरूलाई पक्कै पनि लाभ मिल्नेछ। र भोलिका दिनहरूमा यसम खत्री यो माइकमा बोल्दै गर्दा, यो स्टेजमा बोल्दै गर्दा मैले पनि उसले 6 लाख भनेको छ, मैले 9 लाख कमाएँ भनेर तपाईँहरूले प्रत्याभूति गर्नुपर्छ। तपाईँले बोल्ने त म निकाल्न सक्ने क्षमता हुनुपर्छ। आदरणीय हुन्छ जागिरको भर होइन। आज हामी पढेलेखा छौँ, हामी विपन्न वर्ग, विपन्न गरिबीको रेखामुनि परेका जनताहरू यस वडामा बसोबास गर्छौँ। त्यो पनि त्यो के छ भने दलित वर्गहरू हामीको छौँ। हामीले के सोच्नुपर्छ भनेपछि हामी अलिकति माथि बढ्न उच्चार हुनुको निम्ति हामीले गर्ने चाल्ने पाइला र हामीले चाल्ने कदमहरू के हुन्छ भने ती कुराहरूलाई ख्याल गरेर मनन गरिएन भने हामी हिजोका दिनहरूमा कति बेला झर्कटी भन्ने ठाउँमा हिजो के थियो भने हाम्रा गाई गोठहरू भन्ने थियो अरे, कसैले हाम्रा ग्वालाहरू भन्थ्यो अरे। आज झर्कटी जाँदाखेरि मनै लोभिन्छ। हेर्नुहोस् त, नयाँ बस्तीमा तल्लो बाटो सरेर हुँदा हामीले फोटो खिचेछौँ। सरलाई रिङ रोडको बाटो खुल्दा 10 मिटरको बाटो झट्क खुलेछ अनि सबै लोहरू खुसी छ, हाँसी छ, राम्रो छ। बिजुली बत्तीका पोलहरू पुगिरहेका छन्। हाम्रा बाटाघाटाहरूले गर्दा कति समुद्र बनिरहेको र त्यस्तै गरेर हामी पनि के छ अब आत्मनिर्भर हुनको कृषि कार्यमा लाग्यौँ भने हाम्रा बालबालिका बोर्डिङ स्कुलमा पढाउन सक्छौँ, राम्रा स्कुलमा पढाउन सक्छौँ, शिक्षा दिन सक्छौँ। राम्रो धनीका छोराछोरीहरूले लगाउने टाई सुट हाम्रा छोराछोरीलाई लगाउन सक्छन् र हामीले पनि लगाउने वातावरण बन्छ। त्यसले गर्दाखेरि हामी पक्कै पनि हामी अबका दिनहरूमा कृषि क्रान्तिमा लाग्नेछौँ कृषि क्रान्तिमा लाग्नेछौँ भनेर यहाँहरूले वाचा बन्धन गर्नुहुनेछ। र भोलिदेखि पक्कै पनि अब यो हिउँदे तरकारी खेतीको सिजन आइरहेको छ। हाम्रा बाटाघाटाहरू अब किसानबाट सुकिसकेका छन्। अब सानोतिनो ट्र्याक्टर घुमाएर जोतजात गरेर हामी तरकारी खेतीमा सबै उन्मुख हुनेछौँ। र आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू, अब सायद म धेरै बोलेँ र बोल्नुपर्ने कुराहरू धेरै छन्, मन रोइरहेको छ, तर समय अभाव छ र सुन्ने मान्छेहरूको पनि त्यति छैन, गाह्रो छ। यहाँ सायद अलिकति अप्ठ्यारो मानिरहनु भएको छ, के बोलिरहेछ यसम खत्रीले भनेर। आज तपाईँहरूकै सिलसिलामा, तपाईँहरूकै पक्षमा वकालत गर्दा गर्दै हिँड्दा हिँड्दै आज आफू जीविकोपार्जनबाट वञ्चित हुनुपर्ने अवस्थामा पुग्ने स्थिति आइरहेको छ। र यसले गर्दाखेरि हामी के सिक्यौँ त, के गऱ्यौँ त भन्ने कुराहरूलाई ख्याल गर्न, मनन गर्न म अनुरोध गर्दछु। र हामीले धेरै कुराहरू गऱ्यौँ, धेरै कुराहरू भए। हाम्रा
पूर्व वक्ताहरू हाम्रो नगर प्रमुखज्यू हाम्रो कार्यपालिका सदस्य भीम नेपालीज्यू अर्णबहादुर थापाले धेरै कुराहरू राखेर जानुभएको छ। धेरै कुराहरूलाई परिभाषित गरेर ब्रिफिङ गर्नुभएको छ र हामीले आज यस कोलपुर नगरपालिका वडा नम्बर 8 मा सुखको कुरो हिजोका दुःखका कुराहरूलाई टार्दै समस्याहरूलाई अप्ठ्यारोमा हुँदै आज हाम्रो आँगनीमा हामी सेवा लिनको निम्ति सेवा दिनको निम्ति तत्परताका साथ हामी वडा कार्यालय स्थापना गरेका छौँ। स्वास्थ्यको पक्षमा हामी एउटा खोकी लाग्दा कहिले अकल हो र त कहिले चटार बर्खाको हिलोमा खुट्टा डुबाउँदै छोराछोरीलाई लतार्दै हामी पार्दै कसैलाई खटियामा बोकेर झरगट्टीबाट डोको के भन्छ त्यो खटिया हल्लाउँदै हामी पिपली चोक हल्दारपुर पुग्न पर्ने अवस्था थियो र अब त्यो अवस्था सिर्जना हुँदै छैन। अब हामीले स्वास्थ्य सेवा पनि स्थापना गरिसकेका छौँ। स्वास्थ्यको सेवा दिएको हामी लगभग 2 वर्षको पिरियड हुन गइसकेको छ र वडा कार्यालयको पनि हामी हिजो 77 साल असार 28 गतेदेखि हामी कोलपुर नगरपालिका वडा नम्बर 11 को गोलपार्कबाट सेवा दिँदै हामी लागिरहेका थियौँ। जनताले दुःख पाए, अप्ठ्यारो भए र मैले त्यति बेला पनि के भनेको थिएँ, आज हाम्रो मेयर साहब हाम्रो सामुमा हिँड्नुहुन्छ। मैले कोलपुर गोलपार्कबाट त्यहाँबाट भागेर आएँ। हाम्रो मेयर साहबलाई 2 महिनासम्म थाहा थिएन। ताकि मैले गोलपार्कबाट निस्किएर मेरो घरमा 2 महिना कार्यालय खडा गरेर बसेँ र जनतालाई सेवा दिने अवसर जुटाएँ। पनि मैले कसैलाई पनि थाहा नदिएर त्यहाँ राखेर जनताको सेवा दिने अवसर जुटाएँ र त्यसपछि अप्ठ्यारो भयो। केही साथीहरूले आफूले घर भाडा लिनेको निम्ति आफ्नो घर भाडामा दिलाउनको निम्ति यहाँ लिएर सेवा सुविधा दिने वडा कार्यालय स्थापना गर्यो र केही साथीहरूले त्यसको घरमा जानु हुँदैन, त्यो घरमा किन जाने, त्यसले आफ्नो घर वडा कार्यालय राख्यो भनेर केही साथीहरूले नारा लगाउनु भयो। बाटोमा गफ दिए, भट्टीमा गफ गरिए, बाटोघाटोमा गफ गरिए। अब मैले त्यसो हो भने मैले निःशुल्क र मेरो व्यक्तिगत घर फ्रीमा सेवा 2टा कोठा जबसम्म वडा कार्यालय स्थापना हुँदैन तबसम्म चाहिँ म आफूले भाडा नलिएर म स्थापना गर्नुपर्छ, जनतालाई सेवा दिनुपर्छ भनेर मेरो घरमा राखेँ र त्यसमा पनि धेरै गुनासाहरू आए र हल्लाहरू भए। मान्छेहरूलाई के हुँदो रहेछ, राम्रो काम गरेको अपाचे हुनेछ। आज लगभग 4 वर्ष 3 वर्ष हामी यहाँ कोठा भाडामा बस्यौँ। त्यो 3 वर्षको भाडा कोलपुर नगरपालिकाले तिर्नु पर्दैन थियो र मैले नगर प्रमुखज्यूसँग उपप्रमुखसँग प्रमुख प्रशासक अधिकृतज्यूसँग पनि मैले गएर बिन्ती गरेको होइन, किनकि मैले मेरो घरमा भाडा राखेको छु, मलाई कार्यालय राखेको छु, मलाई भाडा चाहिन्छ भनेर मैले बोलेको छैन। हाम्रो मेयर साहब यहाँ थाहै पाउनु भएको थिएन, थाहै भएन। आज थाहा पाउनु होला चाहिँ म आज भन्दैछु मेरो घरबाट सेवा गरेको छु र त्यसपछि यहाँ गरियो। त्यसपछि आएर हामी आज जनताको कार्यालय बनाउनु पर्छ भनेर लाग्यौँ। सुख दुःख तपाईँहरूको आशीर्वाद, तपाईँहरूको शुभकामना, तपाईँहरूको खबरदारीले गर्दा तपाईँहरूकै वडा कार्यालय, हाम्रो वडा कार्यालय यहाँ स्थापना भएको छ र हामी अब मेरो कार्यकाल धेरै छैन। अब बढीमा अस्ति के अरे देवी थपलिया के भन्नेले दिनेश थपलिया भन्ने विराटनगरमा चैतमा स्थानीय चुनाव हुन्छ भनेर बोल्नुभएको थियो। अब चैतमा स्थानीय चुनाव भएछ भने यो 5-7 महिना यो कार्यालयमा बसेर तपाईँहरूलाई सेवा दिने अवसर छ। त्यो अवधिमा कुनै पनि बन्दिसै नगरेर यहाँहरूका समस्याहरूलाई बुझेर यहाँहरूको समस्याको समाधानलाई खोजेर जे जसरी हुन्छ यहाँहरूलाई सेवा सुविधा दिने मैले वचन पुरा गर्दछु र दिने त वचन त पुरा दिएँ। तर के छ भने हामी बसाइसराई ल्याउँदैनौँ, नागरिकताबाट दियो भन्छ मेरो सम्म के हो। बसाइसराई छैन, बसाइसराई कालीकोट छ, अनि यहाँबाट उलिया भन्छन्, अनि कालोपत्रे सडक छ, बाटो नभएको बाटो सिफारिस गर्दै भन्छन्, अनि राति रक्सी खाएर फोन गर्छन् पक्कै देख्ला भन्ने यस्तो अवस्था छ। के कालोपत्रे नभएको बाटोलाई
कालोपत्रे भएको बाटोलाई बाटो नभएको भने सिफारिस गरेर म हतकटी लाएर जेलमा बसौँ, कसैले मुद्दा हालिदियो भने म जाउँला, जाने होला नि। यस्ता कामहरू कहीँ कसैले नगरिदिन मैले हार्दिक अनुरोध गर्छु। यहाँहरूले यस्ता कुराहरूलाई धेरै कुराहरू भएका छन् र यी कुराहरूलाई छेक्नुपर्छ। विधि प्रक्रिया सबै हुन्छ। विधि र प्रक्रियाभित्र छिरेर हामीले यो काम गर्ने हो। तपाईँहरूकै सेवाको निम्ति तपाईँहरूले रोजेर निर्वाचित गरेर पठाउनु भयो र त्यही सिलसिलामा हामी आज तपाईँहरूले दिएको जिम्मेवारी 4.5 वर्ष पुरा गरिसकेका छौँ। अनैतिक कार्य गर्नको निम्ति पनि जबरजस्ती दबाब आउँछ। अस्ति दुईटा घटनाहरू घटेका छन्। म थिएन, हाम्रा वडा सदस्यज्यूहरूलाई कार्यवाहक बस्नु भएको थियो। उहाँ बाटो छैन भनेर गरियो। बाटो भएको जग्गा बाटो सिफारिस गरिएको छ। यो के हो भने म यहाँलाई एउटा कुरा दोहोऱ्याउन चाहन्छु। हामी जे गरे पनि जनताको पैसा जहाँ गए पनि यहाँ आउँदैन थियो भने हामीलाई टाउको दुखाउनु पनि थिएन, मतलब पनि थिएन। र हामी विकास गर्नुपर्ने, कोवलपुर नगरपालिकाभित्र आर्थिक जोड गर्नुपर्ने र नगरपालिकालाई आर्थिक सङ्कट पार्नु हुँदैन। हामी नेपाल सरकारको प्रतिनिधि भइसकेपछि, नेपाल सरकारको सिन्दुर भइसकेपछि नेपाल सरकारको आर्थिक स्वतन्त्रतामाथि आँच आउने काम गर्नु हुँदैन कसैले। न्यूनतम त छ, तर न्यूनतमलाई पनि ढाकछोप गरेर छँदै छैन जस्तो काम गर्ने, कारबाहीको अगाडि बढाउने कामहरू यस वडामा हुन्छन् र जबरजस्ती गरिन्छ। जति बेला के हुन्छ, जति बेला रेशम खत्री वडामा हुँदैन त्यति बेलामा आएर कामहरू यस्ता कामहरू भइरहेका छन्। त्यसले गर्दाखेरि म यही मञ्चबाट आजदेखि खबरदारी गर्छु। 6 महिनामा कसैलाई चलाउँछु। मैले यही जग्गा बेची, यही वडा कार्यालयको जग्गा कृषि विकास बैङ्कको लोन लिएर नामसारी गरेँ। 15 लाखमा किनेको, तर मैले 25 लाख रुपियाँ राजस्व हालेको। राजस्व हालेर आफूलाई नै काम फाइदा हुन्छ, अर्कालाई फाइदा हुने। यहाँ राजस्व ठगी गर्ने अनि विकासका योजनाहरू मलाई यो चाहियो, मलाई पुल चाहियो, मलाई तटबन्धन चाहियो, मेरो कालोपत्र चाहियो, घरबिल चाहियो किन भन्ने? त्यो भन्न मिल्दैन। हामी गत वर्ष के गरेका थियौँ, यसबाट उठ्ने रकम कति उठ्छ त, राजस्व कति सङ्कलन हुन्छ भनेर हामीले योभन्दा अघिल्लो वर्ष 4 लाख गऱ्यौँ, अर्को वर्ष 7 लाख गऱ्यौँ र यो वर्ष 77-78 मा हामीले 10 लाख गरेका थियौँ र 4 लाख गरेको ठाउँमा पहिलो वर्ष कति पैसा उठ्यो? जम्मा 3 लाख। अनि दोस्रो वर्ष हामी 7 लाखको गऱ्यौँ, जम्मा पैसा उठ्यो 5 लाख। यो वर्ष 10 लाख गरेका थियौँ र कोही साथीहरूले 10 वर्षसम्मको पनि कर तिर्नुपर्ने, बहाल बिटौली कर तिर्नुपर्ने रहेछ, जग्गा नामजारी यो वर्ष 17 लाख। तर हाम्रो वडामा बजेटको सीमा के हुन्छ? कोवलपुर नगरपालिकाबाट 50-55 लाख हुन्छ र माथिबाट अन्यबाट बजेट आउँछ। त्यो बजेट कसरी आउँछ? हामीले तिरेको कर अनुसारको आउने हो। तर मलाई त आफैलाई लाज लाग्छ, माग्न पनि कहिलेकाहीँ किन माग्ने हो जस्तो लाग्छ। हामी कर तिर्न लुकाइ सिपाइ गर्छौँ, हामी तिर्दैनौँ कर र लुकाइ सिपाइ गर्छौँ। अनि बजेट माग्ने बेलामा यहाँ भन्नुहोस् त, गत वर्षको बजेट 40 लाख रुपियाँ नगरपालिका, 84 लाखको विद्यालय चाहिँ टेन्डर गरियो, 1 करोड 25 लाख रुपियाँ खानेपानी, जुडुवा तटबन्धन 55 लाख, अनि विभिन्न बाटाघाटाहरू गर्दाखेरि सबै मिलाउँदा रिङ रोड 1 करोड 8 लाख गर्दाखेरि हाम्रो वडामा मात्रै बजेट 5 करोड सबै जोड्दाखेरि हामी यो वडा कार्यालय 54,51,157 रुपियाँ 67 पैसा वडा कार्यालय। अनि हामी कर तिर्दाखेरि लुकाइ सिकाइ गर्ने, काठमाडौँ, पोखरा, विराटनगर जस्ता ठाउँले तिरेको करहरूको पैसा हाम्रो वडामा ल्याउनु पर्ने यस्तो हुन्छ। यहाँकाले पनि चाहिएला होला त, यहाँकाले तिरेको करको पैसा उनले चाहिँदैन। हामी कर छल्नु खोजिरहेका छौँ, हामी व्यक्तिगत स्वार्थमा गइरहेका छौँ। कहिलेकाहीँ त यहाँका प्रतिष्ठित व्यक्तिहरू हाम्रा मलाई देख्दा पनि रिस उठ्छ। हाम्रो यो नमुना विद्या सदनका प्रिन्सिपल शिवडाङीको जग्गा, बाटोमा भएको जग्गा, शिवडाङीको श्रीमती डिग्री गरे, मास्टर डिग्री गरे कि उहाँको श्रीमती हुनु
उहाँले त्यो के कर लाभांश कर तिर्नुपर्छ होइन जग्गा बेचेछन् मेरो भान्जालाई मेरो घर भानिनु हुँदै मेरो भान्जा भान्जीलाई गएर उस्काएर त्यो तिम्रो उसले मामाले गरिदियो भने हुन्छ त भन्दा अरूले दिन बाटो गएको सिपाहीले भोलिपल्ट आउने बेला उ गर्यो अनि विभिन्न किसिमका कुराहरू उहाँले जोडेर नौटङ्की नाटक गर्नुभयो पछि मैले तपाईँलाई कारबाही गर्छु तपाईँ राम्रो मान्छे हो ख्याल गर्नुहोस् तपाईँ जतिको मान्छेले राजस्व ठग्ने हो भने अरू जनतालाई के जनतालाई मारिदिने मन्दापुरमा बस्ने मान्छेले 2 कट्ठा जग्गाको 500 रुपियाँ तिर्ने तपाईँले गर्ने बेला त्यो गर्न हुन्छ भन्न मैले भने यस्तो समेत पनि यहाँ हुन्छ यसले गर्दाखेरि करको निम्ति दायरामा आउनुपर्छ र त्यो मालपोतकोबाट उठेको राजस्व कोलपुर नगरपालिकाको खातामा 60%, 40% प्रदेश लान्छ। जस्तै 1 लाख रुपियाँ राजस्व मालपोत कार्यालयले लियो भने 40,000 प्रदेश सरकारलाई जान्छ भने 60,000 रुपियाँ हाम्रो कोलपुर नगरपालिका। त्यसैले हाम्रा यी बाटा घाटा पुलेसा यिनी के हुनु अग्रम बग्नु सबै गर्ने त्यसैले त्यसैमा पनि हामीले छुवावट गर्यौँ भने हामी कसरी काँठा बाठाहरूले यसरी गर्ने काम गरिरहेका छन्। यसले गर्दाखेरि म आज यी काँठा बाठाहरूलाई कसरी करको दायरामा ल्याउनु पर्छ उहाँहरूसँग समन्वय पनि गर्नेछु। उहाँहरूसँग बसेर राम्रा कुरा मिठासले सम्झाउँदै करको दायरामा उहाँहरूलाई ल्याउनेछु र यस वडा कार्यालय उद्घाटनमा उपस्थिति भएर हिजो जनताका सामुने बोलेका भाषा वचनहरू र कोलपुर नगरपालिकाले सञ्चालन गरेका योजनाहरू र गरेका कामहरू विषयवस्तुहरूको बारेमा लामो समयको अन्तरालमा हामी वडावासीले हाम्रा आदरणीय व्यक्तित्व नगर प्रमुखज्यूबाट सुन्ने अवसर पनि पायौँ। यो संयोग पनि हो हामीले मेयर साहबले भनेका कुराहरू सुनेका कुरा गरेका कुराहरूलाई पक्कै पनि मनन गर्नेछौँ। यहाँले दिएको निर्देशन मार्गनिर्देशनलाई वडा कार्यालयबाट दिने सेवा सुविधामा हामी वडा समिति र म वडा अध्यक्षले कुनै पनि कन्जुसाइ नगरी जनताका सेवा सुविधाहरूलाई जनतालाई शिरोपर राखी काम गर्ने वाचा बन्धन दिँदै गर्दै आउँदै गरेको बडा दसैँ दीपावलीको समेत छठ समेतको शुभकामना दिँदै म यहाँबाट फेरि यहाँहरूलाई आइदिनु भयो, उपस्थिति भइदिनु भयो, झाँकी नाचगान रमाइलो गर्नुभयो। फेरि धन्यवाद दिँदै यहाँबाट बिदा हुन चाहन्छु। धन्यवाद। र यो समुद्घाटन कार्यक्रमको पनि समापन पनि यहीँबाट गर्दछु। समापन भएको घोषणा गर्दछु र अब एकपटक हामी पुराना आमा बुवाहरू हुनुहुन्छ सबैले यो शृङ्गारु नाच, टप्पा नाच पौराणिक नाच हो। यहाँहरूले मन पराउने त्यो नाचमा एक क्षणको फेरि नाच्ने जबरको गर्नेछौँ र नाच्नको निमित्त तयार हुनुको निम्ति म सबैलाई अनुरोध गर्दछु। धन्यवाद।